हेलो डियर क्लास 12 स्टुडेन्ट्स, आज चाहिँ मैले यो भिडियोमा तपाईहरुलाई यो हाम्रो 2082 को एनईबी को जुन क्वेशन आएको थियो तपाईहरुको रिसेन्टली त्यसको सल्युसन गर्न जाँदै छु। होप तपाईहरुको एक्जाम राम्रै भएको होला। अब कतिपयले चाहिँ एक्जाम कतिले बिग्रेको छ भनेर भन्दै हुनुहुन्छ। अब जस्तै क्याश फ्लो इन्डाइरेक्ट मेथडमा आयो हैन, डाइरेक्ट मेथडमा प्रायले प्र्याक्टिस गरेको थियो। कस्ट सिट र टेन्डर सिटमा कस्ट सिट प्र्याक्टिस नगरिकन कस्ट सिट टेन्डर सिट प्र्याक्टिस गरेको एक कस्ट सिट आएको थियो हैन। त्यो कारणले चाहिँ कतिपय स्टुडेन्टको चाहिँ एक्जाम बिग्रेको थियो, तर ओभरअल क्वेशन ठिकै थियो। अब प्र्याक्टिसको भरमा हो। अब ठिकै छ, म तपाईहरुलाई यो क्वेशनको चाहिँ सल्युसन गर्न जाँदैछु है। अब हामीले चाहिँ यो भिडियोमा चाहिँ क्वेशनको न्यूमेरिकल प्रब्लमहरु सल्भ गर्न जाँदैछौँ है। न्यूमेरिकल प्रब्लम्समा तपाईहरुलाई क्वेशन नम्बर 9 मा आएको एउटा क्वेशन, प्रिपेयर एडजस्टमेन्ट एन्ट्री अफ प्रोभिजन फर ट्याक्स अफ ₹1 लाख हो। एडजस्टमेन्ट एन्ट्री हामीले सोधेको थियो। एडजस्टमेन्ट एन्ट्री डेट पर्टिकुलर्स एलआईएफ डेबिट क्रेडिट। अब एडजस्टमेन्ट एन्ट्री के हुन्छ त? प्रोभिजन फर ट्याक्स। यो प्रोभिजन फर ट्याक्स कहाँ जाने आइटम हो त? प्रॉफिट एन्ड लस अकाउन्टमा जाने आइटम हो कि हैन? सो प्रॉफिट एन्ड लस अकाउन्ट के आनी त? डेबिट। प्रॉफिट एन्ड लस अकाउन्ट डेबिट टु 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 के त? प्रोभिजन फर ट्याक्स। टु प्रोभिजन फर ट्याक्स। कति अमाउन्ट छ? 1 लाख। यहाँ 1 लाख लेखिदिने डेबिटमा, क्रेडिटमा कति लेखिदिनु त? 1 लाख। नरेसन बीइङ adjustment entry being adjustment entry made of के त? provision for tax। provision for tax को हामीले के बनायो? adjustment entry बनायो। यति गरेपछि के भयो त? यो adjustment entry सक्यो। अब हामी अर्को क्वेशन छ 10 नम्बरमा। 10 नम्बरमा के सोधेछ? फ्रम द फलोइङ इन्फर्मेसन क्याल्कुलेट क्याश पेड टु क्रेडिटर्स। रे तपाईले के सोधेछ? क्याश पेड टु क्रेडिटर्स। यो भनेको क्याश फ्लो स्टेटमेन्टको जुन तपाईको डाइरेक्ट मेथड छ, त्यो डाइरेक्ट मेथडको जुन सेकेन्ड पार्ट छ हैन, क्याश पेड टु क्रेडिटर्स भनेर, क्याश पेड टु क्रेडिटर्स एन्ड सप्लायर्स भन्ने छ नि, हो त्यसैबाट सोधेको हो यो चाहिँ। जसमा हामीलाई टोटल पर्चेस कति दिएको छ? 12 लाख। सन्ड्री क्रेडिटर्स दिएको छ इयर फर्स्टमा 80,000, इयर सेकेन्डमा 1,20,000। अब हामीले यहाँ टोटल पर्चेस लेख्नु पर्यो है त। यसको मैले सल्युसन गर्न जाँदै छु। के निकाल्न जाँदै छु त? क्याश पेड टु क्रेडिटर्स है त। क्याश पेड टु के निकाल्न जाँदै छु? क्रेडिटर्स। जसमा हामीलाई टोटल पर्चेस, जसलाई हामीले कस्ट अफ गुड्स सोल्ड लेख्थे नि, हो त्यही कस्ट अफ गुड्स सोल्ड हो के पर्चेस भनेको चाहिँ है। यहाँ चाहिँ पर्चेस भनेछ कति छ त? पर्चेस 12 लाख छ। कति छ? 12 लाख। सो म यहाँ कति लेख्छु? 12 लाख हो। पर्चेस गरे नि के हुन्छ? पैसा माथि जान्छ? पैसा जान्छ। सो माइनस हुन्छ। अब क्रेडिटर्स के छ त? इयर फर्स्टमा 80,000 छ, इयर सेकेन्डमा 1,20,000 छ। पहिला भन्दा अहिले के भइराछ? फर्स्ट भन्दा सेकेन्ड के भइराछ त? बढिराछ। सो यहाँ के लेख्नु पर्यो? इन्क्रिज इन सन्ड्री क्रेडिटर्स। इन्क्रिज इन के त? सन्ड्री क्रेडिटर्स। इन्क्रिज भयो। कति इन्क्रिज भयो? 40,000 ले। 40,000 ले के गर्नु पर्यो? प्लस गर्नु पर्यो। सन्ड्री क्रेडिटर्स के हो? लायबिलिटी हो। लायबिलिटीसँग पोजिटिभ रिलेसन हुन्छ। इन्क्रिज भयो भने प्लस, डिक्रिज भयो भने माइनस। सो सन्ड्री क्रेडिटर्स लायबिलिटीज हो नि त। इन्क्रिज भयो, प्लसमै भयो यो। अनि यो माइनस 12 लाख प्लस 40,000। अब के गर्नु पर्यो? 40,000 बाट 12 लाख हटाउँदाखेरि कति हुन्छ त? 11,60,000। केमा आयो त? माइनसमा आयो। यही नै हाम्रो के हो? क्याश पेड टु क्रेडिटर्स। क्याश पेड टु के हो? क्रेडिटर्स भनेर लेखिदिनु पर्यो। यति गरेपछि के भयो त? यो हाम्रो 10 नम्बरको क्वेशन पनि के भयो? सक्यो। अब हामी जाँदैछौँ 11 नम्बर। 11 नम्बरको धेरै सजिलो आएको थियो हैन। यसमा के गाह्रो थिएन, यसमा नि गाह्रो थिएन, यसमा नि गाह्रो थिएन हैन। ग्रुप ए को क्वेशन सजिलै थियो। एनुअल रिक्वायरमेन्ट इज 18,000 केजी। 18,000 केजी दिएको छ एनुअल रिक्वायरमेन्ट ए। इकोनोमिक अर्डर क्वान्टिटी इओक्यू कति दिएको छ? 3,000 केजी। अनि नम्बर अफ अर्डर निकाल भनेको छ। हामीलाई थाहा छ नम्बर अफ अर्डरको फर्मुला के हो? ए अपन इओक्यू। ए भनेको कति छ? 18,000 केजी। इओक्यू कति छ? 3,000। अनि 18,000 डिवाइड बाइ 3,000 गरे भने कति आयो त? एन 6 टाइम्स। यति गरेपछि हाम्रो ग्रुप ए के भयो त? सल्भ भयो। अब हामी ग्रुप बी को क्वेशन गर्न जाँदैछौँ। ग्रुप बी को यो क्वेशन चाहिँ तपाईहरुलाई ग्रुप बी को 12 नम्बरमा सोधेको छ र यो क्वेशन रहेछ शेयरबाट है। क्वेशनमा भनेछ अ कम्पनी इस्युड 6,000 शेयर्स। कम्पनीले कतिवटा शेयर इस्यु गरेछ? 6,000 वटा। एउटा शेयरको कति भनेछ? 100 रुपैयाँ। न त यसमा डिस्काउन्ट छ न त यो प्रिमियम छ, एकदम सजिलो भनेछ। र 100 रुपैयाँ कसरी तिर्ने त? एप्लिकेसनमा 30 रुपैयाँ, एलटमेन्टमा 45 रुपैयाँ, फर्स्ट एन्ड फाइनलमा कति रुपैयाँ त? 25 रुपैयाँ। अब यो सबै जोड्यो भने ठ्याक्कै कति हुन्छ त? तपाईको 100 रुपैयाँ हुन्छ कि हुँदैन? हो। यो क्वेशनमा न डिस्काउन्ट छ न प्रिमियम छ, एकदम सजिलो छ। एप्लिकेसन वे रिसिभ फर कति भयो तर? रिसिभ चाहिँ कतिवटा भयो त? 9,000 वटा शेयर रिसिभ भयो। अब 9,000 वटा शेयर रिसिभ भएपछि कसरी दिन्छ त? तपाईहरुले त बुझ्नु पर्यो। हो, मैले तपाईहरुलाई बस भनेछु है। एमोङ देम एप्लिकेन्ट्स फर 3,000 शेयर्स फर एलोटेड के भनेछ? फुल। 3,000 वटा शेयर होल्डरलाई 3,000 वटा शेयर्सलाई के गर्यो? 3,000 ले दियो
हैन, फुल दियो। त्यसपछि अर्को 4000 एप्लिकेन्ट्सलाई के गर्यो, वेरी एलोटेड अन प्रोराटा बेसिस रे, प्रोराटा बेसिसमा दियो है। कतिलाई 4000 लाई चाहिँ केमा दियो, प्रोराटामा दियो, प्रोराटामा दियो। र एन्ड रेस्ट भनेछ, रेस्ट भनेको अब टोटल कति हो त 9000 हो नि त। 9000 मा यहाँ 3000 छ, यहाँ कति छ 4, 3 4 कति हुन्छ 7, कति बाँकी भयो त 2000 बाँकी भयो हो कि हैन। अनि यो 3 4 7 भयो, 7 2 ठ्याक्कै 9 हुन्छ। यिनीहरूलाई चाहिँ के गर्यो, रेस्ट एप्लिकेन्ट्स पे रिफन्डेड, रिफन्डेड भनेको एउटै सेयर दिएको छैन, द्याट मिन्स निल भयो क्या। अनि अब आफै भनौँ न, यसलाई निल दियो, यसलाई 3000 दियो भने चाहिँ दिन सक्ने कति हो त 9000 सेयर आयो भने दिन सक्ने कतिवटा हो त 6000। अब यहाँ 3 छ, यहाँ निल छ भने यहाँ कति हुन्छ त, पक्कै पनि यहाँ कति हुन्छ त 6000 छ भने 3000 दिएपछि कति बाँकी सक्छ दिन 3000 हो। यो चाहिँ प्रोराटा भयो क्या तपाईको, ठीक छ। अब हामी कसरी गर्ने त, यहाँ हामीलाई क्वेसनले एन्ट्री गर भनेछ, के को एन्ट्री, एप्लिकेसनको, एलटमेन्टको, फर्स्ट एन्ड फाइनल कलको। पहिला हामी के को एन्ट्री गर्छौं त, अन सेयर एप्लिकेसन, अन सेयर एप्लिकेसन। एप्लिकेसनको फर्स्ट एन्ट्री के हो, बैंक अकाउन्ट डेबिट टु सेयर एप्लिकेसन, टु सेयर एप्लिकेसन। अनि यहाँ मैले के लेख्ने भनेको थिएँ तपाईहरुलाई, जुन चाहिँ रिसिभ भएको छ हैन, रिसिभ कतिवटा सेयर भएको 9000 वटा सेयर रिसिभ भएको हो कि हैन, हो यो 9000 वटा सेयर्स लेख्ने क्या, इन्टु के गर्ने, इन्टु एप्लिकेसनको रेट 9000 इन्टु 30, 9000 इन्टु 30 भनेको कति हुन्छ 2,70,000, 2 लाख कति 70,000। यहाँ न्यारेसन लेख्नु पर्यो। अब बिङ सेयर एप्लिकेसन मनी रिसिभड, बिङ सेयर एप्लिकेसन मनी रिसिभड। त्यसपछि सेकेन्ड एन्ट्री के थियो, सेकेन्ड एन्ट्री के हुन्छ, सेयर एप्लिकेसन अकाउन्ट डेबिट टु सेयर क्यापिटल, टु सेयर क्यापिटल। अनि त्यसपछि के गर्ने, रिफन्ड भएको, रिजेक्टेड भएको, निल भएकोलाई के लेख्ने, बैंक। अनि त्यसपछि पैसा केमा ट्रान्सफर हुन्छ भने थियो, कल एलटमेन्टमा, सब्सिक्वेन्ट कल भनेको अब एलटमेन्टमा, कलसम्म जाने छैन यसमा। अब यहाँ सेयर एप्लिकेसनमा चाहिँ कति लेख्ने भनेको थिए, कति लेख्ने, त्यही रिसिभ लेख्ने क्या। यहाँ चाहिँ कति लेख्ने, रिसिभ, रिसिभ भनेको 9000 वटा सेयर इन्टु एप्लिकेसनको रेट 30। क्यापिटलमा चाहिँ कति लेख्ने, इस्यु लेख्ने, के लेख्ने, इस्यु, इस्यु भनेको कतिवटा सेयर हो 6000 वटा हो कि हैन, हो यहाँ 6000 इन्टु कति लेख्ने 30। अनि बैंकमा रिजेक्ट कति भएको 2000 भएको हो कि हैन, हो 2000 लेख्ने। अब कतिवटा सेयर रिमेनिङ छ त, यहाँ 6 छ, यहाँ 2 छ, क्रेडिटमा कति बाँकी छ 1000, द्याट मिन्स 4000 लाई कति दियो 3000 दियो, 1000 हो कि हैन, हो त्यो 1000 वटा सेयर को बढी भएको पैसा चाहिँ केमा जान्छ, एलटमेन्टमा जान्छ, केमा जान्छ एलटमेन्टमा। सो 1000 इन्टु के को रेट गर्ने त, एप्लिकेसनको रेट, यहाँ पनि के को रेट गर्ने त, एप्लिकेसनको रेट। अब यहाँ चाहिँ हाम्रो एलटमेन्टसम्म त कलमा पैसा जान्छ क्या, कलमा सेयर फर्स्ट एन्ड फाइनल कलमा चाहिँ ट्रान्सफर हुँदैन है। अब कसरी थाहा पाउने त, 3000 वटा सेयर दिएको छ नि त, 3000 इन्टु 45 गर्दाखेरि कति हुन्छ 1,45,000 हुन्छ भने चाहिँ कलमा त चाहिएको छ कति रुपियाँ 1,45,000 चाहिएको छ। तर जब एलटमेन्टमा कति आइरहेछ 1000 इन्टु 30 भनेको 30,000 रुपियाँ मात्र आइरहेछ नि त, हो। अब 1,45,000 उल्टो एलटमेन्ट दिनुपर्छ भने कलमा पैसा ट्रान्सफर हुन्छ त, यहाँ 20,000 भएको भए ल 20,000 ट्रान्सफर गर, एक्स्ट्रा 10,000 चाहिँ कलमा जान्थ्यो। त्यही भएर हाम्रो पैसा केसम्म मात्र जान्छ त, एलटमेन्टसम्म मात्र जान्छ। त्यही भएर एप्लिकेसनको 30 रुपियाँ, यहाँ पनि 30 रुपियाँ, यहाँ रिसिभ, यहाँ इस्यु, यहाँ रिजेक्टेड हैन, कति दिएन, यहाँ चाहिँ अब रिमेनिङ भनेको बाँकी। अथवा 4000 लाई कति दियो 3000, कति छ डिफरेन्समा 1000 लेखेको है, यो बुझ्नुहुन्छ तपाईहरुले। अनि 6000 इन्टु 30 1,80,000, 2000 इन्टु 30 60,000, अनि 1000 इन्टु 30 30,000, ठिक छ। यति गरेपछि थाहा 270 आयो पनि आयो। अब यहाँ हामी न्यारेसन लेख्छौँ, बिङ सेयर एप्लिकेसन मनी ट्रान्सफर्ड टु सेयर क्यापिटल अनि सेयर एलटमेन्ट एन्ड एक्सेस मनी रिफन्डेड, भनेर लेखिदिनु पर्यो, ठिक छ। यति गरेपछि हाम्रो के भयो त, एप्लिकेसनको एन्ट्री के भयो, सक्यो। अब हामी के को एन्ट्री गर्छौं त, एप्लिकेसन पछि एलटमेन्टको एन्ट्री गर्छौं, बीमा अन सेयर एलटमेन्ट, सेयर एलटमेन्टबाट एन्ट्री रिभर्स हुन्छ। मैले भने बी को ए मा हुन्छ, ए को केमा हुन्छ, बी मा हुन्छ। द्याट मिन्स यहाँ सबै कुरा सेम, एप्लिकेसनलाई डिलिट गरेर के लेख्ने
एलटमेन्ट लेख्ने सेयर एलटमेन्ट एकाउन्ट डेबिट कतिवटा सेयर एलट गर्छ जतिवटा सेयर इस्यु हुन्छ त्यतिवटा सेयरमै के हुन्छ एलट हुन्छ कतिवटा सेयर एलट भयो 9000 आएको थियो एलट कतिवटा भयो 6000 सो यहाँ चाहिँ इस्यु अथवा नम्बर अफ सेयर्स एलटेड र इस्यु एउटै हुन्छ 6000 इन्टु अब यहाँ एलटमेन्ट भन्ने बित्तिकै एलटमेन्टको रेट हान्ने कति हान्ने त 45 हान्ने अब 6000 इन्टु के गर्नु पर्यो 45 गर्नु पर्यो 6000 इन्टु 45 गर्दाखेरि आउँछ 2,70,000 2,70,000 अनि 2 के लेख्छु म सेयर क्यापिटल हैन यहाँ पनि 2 लाख कति लेख्छु त 70,000 अब एउटा कुरा क्या यदि यहाँ डिस्काउन्ट भएको भए डेबिट हुन्थ्यो प्रिमियम भएको भए के हुन्थ्यो क्रेडिट हुन्थ्यो नि त तर न डिस्काउन्ट छ न के छ प्रिमियम छ न डिस्काउन्ट न प्रिमियम भनेपछि के लेख्नु पर्यो त परेन है यति गरेपछि यो ए एन्ट्री सक्यो अब हामी कुन एन्ट्री गर्छौं त बी एन्ट्री गर्छौं क्या बी मा ठ्याक्कै अब बी को ए मा ए को केमा त बी मा दैट मीन्स बैंक अकाउंट के त डेबिट हो टु के त शेयर अलॉटमेंट यहाँ तपाईलाई भनेछ अल कल मनी वे ड्युली रिसीभ एक्सेप्ट अफ फाइनल कल मनी रे यो फाइनल कल को पैसा चाहिँ के आरेछ तिरेको छैन भनेछ अलॉटमेंट को तिरेको छैन भनेछ त छैन यदि भनेको भए यहाँ के आउँथ्यो कल सिन एरियर आउँथ्यो तर यहाँ हैन नि त केमा नतिरेको फाइनल कल को नतिरेको हो नि त फाइनल कल को नतिर्दाखेरि हामीले केमा गर्नु पर्यो त फाइनल कल मा हुन्छ कल सिन एरियर अब यहाँ शेयर अलॉटमेंट जतिले डेबिट छ त्यतिले क्रेडिट त गर्ने तर यहाँ लेख्ने होइन यसलाई कहाँ लेख्ने भित्र लेख्ने 2,70,000 माइनस गर्ने माइनस भनेको यो 2,70,000 मा कति अलॉटमेन्ट ट्रान्सफर भइसक्यो यो पैसा 30,000 रुपैयाँ यो घटाइदिने यो के गर्ने घटाइदिने 2,70,000 माइनस 30,000 गर्ने त्यो भनेको कति हुन्छ 2,40,000 यति गरेपछि यो अलॉटमेन्ट को एन्ट्री पनि के भयो सक्यो being share allotment money received being share allotment money received यति गरेपछि allotment को एन्ट्री सक्यो अब हामी के को एन्ट्री गर्छौं त फाइनल कल को के को फर्स्ट एन्ड फाइनल कल को एन्ट्री गर्छौं ठीक छ अब यहाँ म के लेख्छु on share first and final call अब यस on share first and final call मा चाहिँ के गर्ने त सेम दुईटा एन्ट्री गर्नु पर्यो हैन यो सी मा त्यही हो बी को ए को बी भनेको मतलब शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट अब कल मा पनि जसको शेयर अलॉट भन्छ त्यसैको पैसा माग्ने हो सो यहाँ पनि 6000 नै हुन्छ कति हुन्छ 6000 इन्टु के गर्ने फर्स्ट एन्ड फाइनल को रेट फर्स्ट एन्ड फाइनल को रेट कति हो 25 कति हो 25 अब कति गर्नु पर्यो 6000 इन्टु 25 गर्दाखेरि आउँछ 1,50,000 रुपैयाँ कति आउँछ 1,50,000 यहाँ कति लेख्नु पर्यो 1,50,000 लेख्नु पर्यो शेयर फर्स्ट एन्ड फाइनल अकाउन्ट डेबिट टु शेयर के त क्यापिटल अकाउन्ट भनेर लेख्नु पर्यो नरेसनमा बीइङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी मेड ड्यू यति रुपैयाँ लिनुपर्ने के यति रुपैयाँ आउँछ त आउँदैन 1,50,000 रुपैयाँ आउँदैन किन आउँदैन किन भन्दाखेरि एउटा शेयर होल्डर हो जस्तै चाहिँ कम्पनीको कतिवटा शेयर लिएको छ 500 वटा शेयर लिएको छ हो यो मान्छेले के गरेछ कलको पैसा तिरेको छैन नि त अल मनी वे ड्युली रिसीभ भनेछ हैन एक्सेप्ट फाइनल कल मनी अन के भनेछ 500 शेयर्स हो यसले पैसा नतिरेपछि ठ्याक्कै 1,50,000 आएन नि त हो यहाँ चाहिँ के हुन्छ कल सिन एरियर हामीलाई घाटा लाग्यो पैसा नआउनु भनेको के हो घाटा लाग्नु हो घाटा लाग्यो भने के गर्ने डेबिट कल सिन एरियर अकाउन्ट डेबिट टु के शेयर फर्स्ट एन्ड फाइनल कल भन्ने लेखे हो अब जतिले डेबिट छ त्यतिले क्रेडिट गर्ने यही गर्दिने किनभने यहाँबाट यो घटाउनु पर्दैन किनभने कलमा पैसा ट्रान्सफर भएको छैन नि त सो 1,50,000 रुपैयाँ भनेको मतलब यो 1,50,000 भनेको 6000 इन्टु 25 1,50,000 मा कति नआएको त 500 वटा शेयर थियो नि त्यो मान्छेको हो त्यो 500 वटा शेयरले चाहिँ के को तिरेन कलको पैसा तिरेन के 500 इन्टु 25 तिरेन अब 500 इन्टु 25 गर्नुस् 500 इन्टु 25 भनेको तपाईको 12,500 यदि 1,50,000 मा 12,500 आएन भनेपछि कति आयो त भनेपछि तपाईको आयो 1,37,500 1,37,500 यो भनेको ब्यालेन्सिङ फिगर यति पैसा चाहिँ आयो है बीइङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसीभड आयो तर आफ्टर के त के एडजस्ट गरेर आयो त कल सिन एरियर आफ्टर एडजस्टिङ के
कल्स इन एरियर्स। यति गरेपछि 12 नम्बरको सक्यो हैन। ओके, अब हामी अर्को गर्छौं। अर्को हाम्रो 13 नम्बरको क्वेशनमा के भनेछ तपाईहरुलाई, पी कम्पनी इस्युड शेयर्स अफ ₹100 इच एट 10% डिस्काउन्ट। पी कम्पनीले चाहिँ के गरेछ, के शेयर्सहरु इस्यु गरेछ। कतिवटा शेयर इस्यु गरेछ भन्ने भनेको छैन है, नर्मली तपाईहरुलाई भनेको हुन्छ। तर यो तपाईहरुको जुन यो क्वेशनमा चाहिँ कतिवटा शेयर इस्यु गरेर भनेको छैन। एउटा शेयरको ₹100 एट केमा भनेछ 10% डिस्काउन्ट टु परचेज फलोइङ एसेट्स मात्र छ है, लायबिलिटिज छैन। टु परचेज फलोइङ एसेट्स फ्रम के त एस कम्पनी। अब हामीले के गरेछ त, एस कम्पनी सँग चाहिँ के गरेछौं, एस कम्पनी सँग चाहिँ के गरेछौं, के एसेट्सहरु परचेज गरेछौं। जस्तै प्लान्ट एन्ड मेसिनरी 6 लाख, फर्निचर 2 लाख, इन्भेन्टरी कति छ 1 लाख। अनि यहाँ जर्नल एन्ट्री फर एसेट्स परचेज बाइ के त, जर्नल एन्ट्री फर एसेट्स परचेज रे के एसेट्स के गरेको, परचेज गरेको हो। एसेट्स परचेज गरेको के गर्नु पर्यो, एन्ट्री गर्नु पर्यो बाइ इस्युइङ शेयर्स भनेको दुईटा एन्ट्री हामीले गर्नु पर्यो। ठीक छ, अब हामीले यहाँ गर्नु पर्यो, लेखौं पी कम्पनीको थ्रुबाट हैन। फर्स्टमा के त, व्हेन एसेट्स आर टेकन ओभर, व्हेन एसेट्स आर टेकन ओभर। एसेट्सहरु किनेको छ हो कि हैन, एसेट्सहरु किनेको छ भने के हुन्छ, जति पनि एसेट्स छ त्यो सबैलाई के गर्दिनुस्, डेबिट गर्दिनुस्। के छ एसेट्स, सबै एसेट्स छ। प्लान्ट एन्ड मेसिनरी डेबिट, प्लान्ट एन्ड मेसिनरी अकाउन्ट डेबिट। अनि त्यसपछि फर्निचर अकाउन्ट डेबिट, फर्निचर अकाउन्ट डेबिट। अनि त्यसपछि इन्भेन्टरी अकाउन्ट डेबिट, इन्भेन्टरी अकाउन्ट डेबिट। अनि तपाईले के गर्नुस्, टु भेन्डर कम्पनी, भेन्डर भनेको कोसँग किनेको, एस, टु एस अथवा भेन्डर कम्पनी, एस कम्पनी लेख्नु पर्यो। ठीक छ, कतिवटा शेयर इस्यु गरेको त, अब हामीलाई थाहा छ त कतिवटा शेयर इस्यु गरेको थाहा छैन, तर शेयर नम्बर अफ शेयर्स त थाहा छैन हामीलाई हैन। नम्बर अफ शेयर्स त थाहा छैन कतिवटा शेयर इस्यु गरे, तर एउटा कति भनेछ 100। के 100 लेख्ने हो त होइन, 100 मा 10% डिस्काउन्ट भनेपछि कति लेख्नु पर्यो, ₹90 लेख्नु पर्यो। 100 बाट 10 रुपैयाँ घटाएर कति लेख्नु पर्यो, 90। यदि 100 मा 10% प्रिमियम भनेको भए कति लेख्नु पर्थ्यो, 110 लेख्नु पर्थ्यो। अब यो भ्यालु पनि छ त हामीसँग छैन। यदि यो भ्यालु भएको भए यतिमा किनेको छ भनेको भए यो डिभाइड बाइ यो गरेर यो आउँछ नि त, तर यो पनि त छैन भनेपछि अब यो बेला चाहिँ के गर्ने, पहिला प्लान्ट एन्ड मेसिनरीको भ्यालु लेख्ने 6 लाख, अनि यो फर्निचर 2 लाख, अनि त्यसपछि यो इन्भेन्टरी 1 लाख। अनि यो के गर्ने त, 6 2 8 8 1 कति भयो, 9 लाख भयो। यो 9 लाख जोडेर यहाँ दिनु पर्यो। अनि 9 लाख डिभाइड बाइ के गर्नु पर्यो, 90 गरेर चाहिँ हामी यहाँ के लेख्छौं त, नम्बर अफ शेयर्स लेख्छौं। 10,000 इन्टु 90 भनेको कति आउँछ त, 9 लाख हो। ठीक छ, ओके। अब हामी यहाँ लेख्छौं बीइङ एसेट्स टेकन ओभर, बीइङ एसेट्स परचेज्ड। ठीक छ, यति गरेपछि के भयो, सक्यो। अब यहाँ 9 लाख छ, यहाँ पनि 9 लाख छ हो कि हैन हो। लायबिलिटी त कुनै छैन भनेपछि न डेबिटमा थप्नु पर्यो न क्रेडिटमा थप्नु पर्यो, भनेको मतलब न गुडविल आउँछ न क्यापिटल रिजर्भ आउँछ। यति गरेपछि हाम्रो फर्स्ट एन्ट्री सक्यो। अब हामी सेकेन्ड एन्ट्री गर्छौं हैन, एन्ट्री फर इस्यु अफ शेयर्स हैन, एन्ट्री फर इस्यु अफ शेयर्स, इस्यु अफ शेयर्स को एन्ट्री गर्छौं। अब मैले के भनेको थिएँ, यो अघि न क्रेडिट थियो भने अब के हुन्छ, यो डेबिट हुन्छ। एस कम्पनी अकाउन्ट के त, डेबिट। एस कम्पनीले हामीले के गरेको, शेयर्स दिएको। कतिवटा शेयर्स, 10,000 वटा शेयर्स, एउटाको कति रुपैयाँ, 90 रुपैयाँ। 90 कसरी भयो, किनभने डिस्काउन्टमा छ। 10 रुपैयाँ के हो, 10 रुपैयाँ डिस्काउन्ट हो। डिस्काउन्टलाई के गर्नुपर्छ भने थिए, डेबिट। प्रिमियम भएको भए के गर्ने, क्रेडिट। 10,000 इन्टु कति त, 10 कति लेख्नु पर्यो यहाँ, 1 लाख। अनि 2 के लेख्नु पर्यो, शेयर क्यापिटल, उ शेयर क्यापिटल अकाउन्ट। 10,000 इन्टु 90 र 10 कति हुन्छ, 100। 90 र 10 कति हुन्छ, 100। 1 2 3 4 5 6 10 लाख। बीइङ issued shares to S company, issued shares at के त डिस्काउन्ट, शेयर्स इस्यु भयो डिस्काउन्टमा 2 को लागि, एस कम्पनीलाई। यति गरेपछि के भयो, हाम्रो क्वेशन नम्बर 13 को आइ पनि सक्यो। क्वेशन चाहिँ हाम्रो 13 को 2 जुन चाहिँ हाम्रो डेभेन्चरबाट सोधेको छ र डेभेन्चरबाट सोध्छ के भनेको छ, सी कम्पनी इस्युड 500 10% डेभेन्चर अफ ₹1000 इच। यो सी कम्पनीले चाहिँ 500 वटा डेभेन्चर इस्यु गरेछ, एउटाको कति भनेछ, 1000 रुपैयाँ रे क्या। 10% डेभेन्चर अफ ₹1000 इच एट केमा इस्यु गरेछ, प्रिमियममा, एट 5% प्रिमियम है। एन्ड रिडिमेबल एट 10% के भनेछ, डिस्काउन्ट। इस्यु चाहिँ केमा भयो, इस्यु चाहिँ भयो तपाईको प्रिमियममा, अनि रिडम्सन चाहिँ केमा भयो, रिडिम्सन चाहिँ केमा भयो, डिस्काउन्टमा भयो क्या।
हो नर्मली तपाईहरुलाई ओल्ड इज गोल्डमा अस्मितामा चाहिँ रिडम्सन केमा भएको प्रिमियममा भएको केस चाहिँ बढी सोधिरहेको थियो धेरै सोधिरहेको थियो तर यसपालि चाहिँ के गरे त भन्दाखेरि रिडम्सन प्रिमियममा सोधिएन है प्रायले चाहिँ प्र्याक्टिस गरेको होला हैन रिडम्सन केमा सोधियो त डिस्काउन्टमा सोधियो अनि इस्यु चाहिँ केमा भनेछ प्रिमियममा भनेछ 5 वर्षपछि चाहिँ उले डिस्काउन्टमा तिरेको रहेछ अब यो 5 इयर्स र यहाँ पर्सेन्टेज चाहिँ हामीले युज चाहिँ हुँदैन 10% डिबेन्चर लेख्न चाहिँ हो 5 इयर्स चाहिँ हामीलाई युज चाहिँ हुँदैन हैन त्यो भन्न खोजेको 5 वर्षपछि चाहिँ केमा तिर्यो डिस्काउन्टमा तिर्यो भन्न खोजेको एन्ट्रीज फर इस्यु एन्ड रिडम्सन अफ के त डिबेन्चर अब हामीले एन्ट्री गर्नु पर्यो एन्ट्री फर के त इस्यु अफ डिबेन्चर पहिला हामी के को एन्ट्री गर्छौं इस्यु को एन्ट्री गर्छौं त्यसपछि हामी के को एन्ट्री गर्छौं रिडम्सन को एन्ट्री गर्छौं हैन एन्ट्री फर रिडम्सन अफ डिबेन्चर एन्ट्री फर रिडम्सन अफ डिबेन्चर अब यहाँ इस्यु को एन्ट्री गर्दाखेरि तपाईहरुलाई मैले के भनेको थिए इस्यु गर्दाखेरि पैसा आउँछ के लेख्नुस् बैंक अकाउन्ट डेबिट टु के त डिबेन्चर कति पर्सेन्ट 10% डिबेन्चर अकाउन्ट क्रेडिट यो लेख्ने भनेको थिए यहाँ ठ्याक्कै उल्टो गर्ने भनेको थिए 10% डिबेन्चर अकाउन्ट डेबिट जुन क्रेडिट छ त्यहाँ डेबिट हुन्छ तिर्दाखेरि अनि तिर्दाखेरि पैसा जान्छ टु बैंक अकाउन्ट अनि मैले के भनेको थिए इस्यु केमा भयो इस्यु भयो प्रिमियम प्रिमियम जहिले के को तल हुन्छ डिबेन्चर को तल हुन्छ के को तल हुन्छ डिबेन्चर को तल हुन्छ डिस्काउन्ट जहिले के को तल हुन्छ बैंक को तल हुन्छ भने थिए अब इस्यु केमा भयो इस्यु केमा भयो प्रिमियममा केमा भयो प्रिमियममा रिडम्सन केमा भयो डिस्काउन्टमा इस्यु भयो प्रिमियममा प्रिमियम के को तल हुन्छ डिबेन्चर को तल सो यहाँ के लेख्नु पर्यो टु प्रिमियम अन इस्यु अफ डिबेन्चर टु प्रिमियम अन के त इस्यु अफ डिबेन्चर लेख्नु पर्यो ठीक छ टु प्रिमियम इस्यु अफ के लेख्नु पर्यो डिबेन्चर अनि रिडम्सन के भयो डिस्काउन्ट डिस्काउन्ट के को तल हुन्छ बैंक को तल हुन्छ सो के लेख्नु पर्यो यहाँ टु डिस्काउन्ट अन रिडम्सन अफ डिबेन्चर टु डिस्काउन्ट अन के त रिडम्सन अफ डिबेन्चर लेख्नु पर्यो ठीक छ ओके यति भएपछि हाम्रो भयो नि त अब प्रिमियममा भएको भए प्रिमियममा तिरेको भए यहाँ दुईटा गरेर थप्नु पर्थ्यो हैन प्रिमियममा रिडम्सन भएको भए लस अन इस्यु अफ डिबेन्चर अनि प्रिमियममा रिडम्सन अफ डिबेन्चर तर अहिले के गर्नु परेन है डिस्काउन्ट अर प्रॉफिट डिस्काउन्टमा तिर्दाखेरि फाइदा भयो डिस्काउन्ट र रिडम्सन अफ के त डिबेन्चर अब हामीले के गर्ने त यहाँ न्यारेसन के भन्छ भ्यालु लेख्नु पर्यो कतिवटा डिबेन्चर हो त 500 वटा 500 एउटा कति बनेछ 1000 एट के बनेछ 5% प्रिमियम 1000 को 5% भनेको 50 रुपैयाँ सो यहाँ कति हुन्छ 1050 यहाँ चाहिँ एक्चुअल भ्यालु लेख्ने 500 इन्टु 1000 प्रिमियम कति त 50 रुपैयाँ 500 इन्टु 50 लेख्ने ठीक छ यहाँ पनि त्यही यहाँ जति छ डिबेन्चर यहाँ पनि त्यति नै हुन्छ भनेको मतलब 500 इन्टु 1000 500 इन्टु 1000 अनि बैंकमा चाहिँ तिर्दाखेरि केमा तिर्यो त डिस्काउन्टमा कति पर्सेन्ट डिस्काउन्ट 10% डिस्काउन्ट भनेपछि 500 इन्टु कति त 900 कति 900 1000 को 10% भनेको 100 रुपैयाँ हो नि त 100 रुपैयाँमा तिर्यो भनेपछि कति हुन्छ त 100 रुपैयाँ डिस्काउन्ट भनेपछि 900 डिस्काउन्ट कति भयो त 100 को 1000 को 10% 100 रुपैयाँ अब भ्यालु मात्र लेखिदिने हो क्या है 500 इन्टु 1000 5 लाख 500 इन्टु 900 45 4,50,000 अनि यो चाहिँ 50,000 अनि यो 500 इन्टु 50 25,000 ठीक छ 500 इन्टु 1000 5 लाख अनि यो आउँछ 5,25,000 यति गरे चाहिँ सक्यो त अब न्यारेसन लेखिदिने बिङ इस्यु अफ डिबेन्चर बिङ इस्यु अफ डिबेन्चर केमा इस्यु भएको प्रिमियममा बिङ रिडम्सन अफ डिबेन्चर बिङ रिडम्सन अफ डिबेन्चर एट के एट डिस्काउन्ट भनेर लेखिदिने यति गरेपछि यो 13 को 2 पनि सक्यो अब नेक्स्ट क्वेशन छ 14 नम्बरमा द क्लोजिङ ब्यालेन्सेस लेजर ब्यालेन्सेस अफ कम्पनी आर गिभन बिलो हैन हाम्रो लेजर ब्यालेन्स दिएको छ पर्टिकुलर्स रुपीस भनेर अनि एडिशनल इन्फर्मेसन दिएको छ तीनटा क्लोजिङ स्टक 50,000 इन्कम ट्याक्स प्रोभिजन 25% आउटस्ट्यान्डिङ रेन्ट 33,000 हो अब हामीले यति भएपछि आउटस्ट्यान्डिङ रेन्ट 3000 अनि रिक्वायर्ड ट्रेडिङ अकाउन्ट र प्रॉफिट लस अकाउन्ट भनेछ सबैलाई थाहा छ एडिशनल को कतिचोटी एन्ट्री हुन्छ दुईचोटी एन्ट्री हुन्छ क्लोजिङ स्टक को दुईचोटी हुन्छ तर अहिले ट्रेडिङ को क्रेडिटमा मात्र हुन्छ ब्यालेन्स शीट को करेन्ट एसेट्समा हुँदैन किन ब्यालेन्स शीट बनाउनै भनेको छैन नि त इन्कम ट्याक्स प्रोभिजन चाहिँ नेट प्रॉफिट आएपछि मात्र हामी इन्कम ट्याक्स निकाल्छौं हो
अनि आउटस्ट्यान्डिङ रेन्ट भने चाहिँ माथि हामीले रेन्टमा टिक लाउनु पर्यो रेन्ट एक्सपेन्सेसमा। अब हामी रेकर्ड गर्छौँ है त। ओपनिङ स्टक कहाँ रेकर्ड हुन्छ थाहा छ तपाईँहरूलाई? ट्रेडिङको डेबिटमा। ओपनिङ स्टक 40,000। त्यसपछि पर्चेस 5,50,000। पर्चेस दिँदा के ध्यान दिनुपर्छ? पर्चेस रिटर्न दिएको छ कि छैन? दिएको छ त? छैन। छैन भने यहाँ कति भयो? 5,50,000। वेजेस कहाँ हुन्छ? यो पनि ट्रेडिङको डेबिटमा हुन्छ 60,000 हैन? त्यसपछि स्यालेरी कहाँ हुन्छ? स्यालेरी भनेको चाहिँ यहाँ अफिसको खर्च हो। के को खर्च हो? अफिसको खर्च। कति छ स्यालेरी? स्यालेरी छ हाम्रो 80,000। कति लेख्नु पर्यो यहाँ? 80,000। त्यसपछि डिस्काउन्ट रिसिभ भनेको इन्कम प्रॉफिट लस को क्रेडिटमा। डिस्काउन्ट रिसिभ कति लेख्ने? डिस्काउन्ट रिसिभ 10,000। त्यसपछि इन्ट्रेस्ट एक्सपेन्सेस प्रॉफिट लस अकाउन्ट को डेबिटमा। टु इन्ट्रेस्ट एक्सपेन्सेस कति लेख्ने? 12,000। ठीक छ। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कहाँ लेख्ने? अफिस को खर्च। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस प्रॉफिट लस को डेबिटमा। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति छ त? एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस 35,000। यहाँ कति लेख्छु म? 35,000 लेख्छु। त्यसपछि सेल्स कहाँ आउँछ? ट्रेडिङको क्रेडिटमा। सेल्स कति छ त? 9 लाख। सेल्स दिँदा सेल्स रिटर्न के गर्नुपर्छ? घटाउनुपर्छ। त सेल्स रिटर्न दिएको छ त? छैन। एडभर्टाइजमेन्ट बिक्री वितरण खर्च यो पनि प्रॉफिट लस को डेबिटमा। एडभर्टाइजमेन्ट कति छ त? एडभर्टाइजमेन्ट एक्सपेन्सेस 25,000। यहाँ पनि 25,000 लेखिदिनु पर्यो। रेन्ट एक्सपेन्सेस कति छ? 15,000। रेन्ट पनि यही लेख्नु पर्यो हैन? प्रॉफिट लस को डेबिटमा। रेन्टमा टिक लागेको छ सो भित्र लेख्नु पर्यो, बाहिर लेख्ने होइन। आउटस्ट्यान्डिङ रेन्ट भनेछ। आउटस्ट्यान्डिङ भनेपछि एड गर्ने। एडभान्स प्रिपेड भन्यो भने लेस गर्ने। आउटस्ट्यान्डिङ रेन्ट कति दिएको छ हामीलाई? 3,000। 15,000 र 3,000 कति हुन्छ? 18,000। वाटर एन्ड इलेक्ट्रिसिटी यसलाई पनि अफिसको खर्च मान्ने। फ्याक्ट्री वाटर एन्ड इलेक्ट्रिसिटी भनेपछि चाहिँ के हुन्थ्यो? माथि फ्याक्ट्री भनेपछि ट्रेडिङको डेबिटमा हुन्थ्यो है। त्यसपछि वाटर एन्ड इलेक्ट्रिसिटी एक्सपेन्सेस कति छ त? 30,000। यहाँ पनि 30,000 लेख्नु पर्यो। अब एडिसनको दुईचोटि एन्ट्री हुन्छ। कतिचोटि एन्ट्री हुन्छ? दुईचोटि। क्लोजिङ स्टक एकचोटि ट्रेडिङको क्रेडिटमा अनि एकचोटि चाहिँ ब्यालेन्स सिटको करेन्ट एसेट्समा। तर करेन्ट एसेट्समा गर्नु परेन, ब्यालेन्स सिट बनाऊ भने छैन। इन्कम ट्याक्स अनि नेट प्रॉफिट आइसी गर्छौं। आउटस्ट्यान्डिङ रेन्ट एकचोटि ब्यालेन्स सिटको करेन्ट लायबिलिटिजमा हुन्छ तर ब्यालेन्स सिट गर्नु पर्दैन। सो एकचोटि मात्रै जोडे पुग्यो। अब हामी क्याल्कुलेसन गर्छौं। सेल्स कति छ? 9 लाख। 9 लाख प्लस 50,000। 9 लाख 50,000 आयो अनि यतापट्टि कति आयो त? 40,000। त्यसपछि 5,50,000 प्लस 60,000 6 लाख कति आयो त? 50,000 आयो। कति आयो? 6 लाख 50,000। यहाँपट्टि कति आयो? 9 लाख 50,000। कहाँपट्टि पुगेन? यहाँपट्टि पुगेन। यहाँ नपुगेपछि के आउँछ? ग्रस प्रॉफिट सिडी कति पुगेन त? 650 माइनस 950 गर्दाखेरि कति हुन्छ त? 3 लाख। यहाँ हामी लेख्छौं 3 लाख। यहाँ पनि 9 लाख 50,000। यहाँ पनि 9 लाख 50,000। यति गरेपछि ट्रेडिङ अकाउन्ट सक्यो। अब क्रिस क्रस बाई ग्रस प्रॉफिट ब्राउट डाउन कति लेख्नु पर्यो? 3 लाख। 3 लाख प्लस 10,000 कति हुन्छ? 3 लाख 10,000। अब यो जोड्नु पर्यो। 80,000 प्लस 12,000 प्लस 35,000 प्लस अनि 25,000 प्लस 18,000 प्लस 30। 18,000 प्लस 30 80 12 35 25 18 30 2 लाख आउँछ ट्याक्कै। कति आउँछ? 2 लाख। 3 लाख 10,000 छ यहाँ। 3 लाख 10,000 यहाँ कति छ? 2 लाख। भनेपछि कहाँपट्टि पुगेन आफै भन्नुस् न मलाई? यहाँ पुगेन हो। अब यो 3 लाख 10,000बाट 2 लाख हटाउँदाखेरि यो भनेको नेट प्रॉफिट हो कि हैन? नेट प्रॉफिट बिफोर ट्याक्स हो के? ट्याक्सको लागि छुट्याएको छैन नि त हो। कति हो त? 1,10,000। अब यो 1,10,000 को चाहिँ के गर्ने? यो 1,10,000 को चाहिँ हामीले के गर्ने त? कति पर्सेन्ट छ? 25% गर्ने के? 1,10,000 को चाहिँ 25% हो। यो 1,10,000 को 25% गर्ने। त्यो भनेको कति आउँछ त? 27,500 हो। यो 27,500 चाहिँ हाम्रो के भयो? प्रोभिजन फर ट्याक्स भयो। के भयो? प्रोभिजन फर
ट्याक्स कति लेख्नु पर्यो 1,10,000 को 25% भनेको 27,500 ठीक छ यो बुझ्नु भयो है अब 1,10,000 मा 27,500 ट्याक्सको लागि हामीले प्रोभिजन छुट्याएपछि अब हाम्रो कति बाँकी हुन्छ रिमेनिङ 1,10,000 माइनस 27,500 गरेपछि 82,500 हो यो चाहिँ के हो हाम्रो नेट प्रॉफिट हो के हो यो नेट प्रॉफिट हो 82,500 अनि टोटल गरिदिनुस् 3,10,000 यहाँ पनि 3,10,000 यति गरेपछि हाम्रो यो हिसाब के भयो सक्यो हाम्रो यो अर्को क्वेशन चाहिँ के को रहेछ त भन्दाखेरि वर्कशीटको रहेछ वर्कशीट चाहिँ तपाईहरुलाई क्वेशन नम्बर 15 मा सोधेको छ अब यो वर्कशीटमा कुन वर्कशीट हो त 10 कोलम हो कि 12 कोलम हो हामीलाई यहाँ पीएल एप्रोप्रिएसन अकाउन्टको आइटम दिएको छ रिटेन अर्निङ दैट्स व्हाई यो के हो त 12 कोलम वर्कशीट हो 12 कोलम वर्कशीटमा यो रिटेन अर्निङ बनाउनु पर्यो हैन 10 कोलम भयो चाहिँ बनाउनु पर्दैन थियो यसको कारणले चाहिँ हामीले के गर्नु पर्यो बनाउनु पर्ने भयो 12 कोलम अब हामी स्टार्ट गर्छौं हामीलाई यहाँ अनएडजस्टेड ट्रान्जेक्सन्स दिएको छ जसको डेबिट साइड र क्रेडिट साइड मैले सारे क्वेशनबाट एडिशनल इन्फर्मेसन प्रिपेड रेन्ट एक्सपायर्ड छ 12,000 डेप्रिसिएसन मेसनरी छ 10% प्रिपेड रेन्ट एक्सपायर्डलाई कहाँ लेख्ने भनेको थिएँ मैले डेबिटमा यहाँ लेख्ने होइन है यहाँ लेख्ने होइन प्रिपेड रेन्ट एक्सपायर्ड कहाँ लेख्ने एडजस्टमेन्टमा के यो एडिशनल इन्फर्मेसन हो एडजस्टमेन्ट 12,000 लेख्ने डेबिटमा डेप्रिसिएसन मेसनरी कति भयो 10% मेसनरी कति छ 3,50,000 3,50,000 को 10% भनेको कति हुन्छ 35,000 हो यसरी लेखिदिनु अनि जुन यहाँ डेबिट छ क्रिस क्रस यहाँ क्रेडिटमा हाल्दिने दैट मीन्स प्रिपेड रेन्ट यहाँ डेबिटमा छ नि त हैन डेबिटमा छ प्रिपेड रेन्ट कहाँ छ यहाँ 20,000 छ यसको ठ्याक्कै साइडमा कति लेखिदिने 12,000 त्यसपछि डेप्रिसिएसन मेसनरी यहाँ डेबिटमा छ ठ्याक्कै मेसनरीको कहाँ लेख्ने क्रेडिटमा लेख्ने कति लेख्ने त 35,000 लेख्ने ठीक छ अब हामी के गर्छौं एडजस्टेड तपाईलाई थाहा छ डेबिटको कहाँ लेख्ने डेबिटमा क्रेडिटको कहाँ लेख्ने क्रेडिटमा डेबिट र डेबिट सँग जोडेर कहाँ लेख्ने डेबिटमा डेबिट र क्रेडिट छ भने घटाएर कहाँ लेख्ने डेबिटमा दैट मीन्स डेबिटको डेबिट अनि यहाँ डेबिटको डेबिट यहाँ डेबिट छ क्रेडिट छ डेबिटबाट क्रेडिट घटाएर डेबिटमा 8,000 फेरि यहाँ डेबिट छ यहाँ क्रेडिट छ डेबिटबाट क्रेडिट घटाएर 3,15,000 त्यसपछि डेबिटको डेबिटमा क्रेडिटको क्रेडिटमा फेरि क्रेडिटको क्रेडिटमा सेम डेबिटको डेबिटमा यति गरेपछि के भयो त हाम्रो एडजस्टेड ट्रान्जेक्सनसम्म के भयो सक्यो अब हामी गर्छौं इन्कम स्टेटमेन्ट पर्चेस ट्रेडिङको डेबिटमा पर्चेस यो ट्रेडिङ र प्रॉफिट लस हो नि यो ट्रेडिङ र प्रॉफिट लस अनि 50,000 वेजेस पनि ट्रेडिङको डेबिटमा 35,000 स्यालेरी प्रॉफिट लसको डेबिटमा प्रिपेड स्यालेरी पछि प्रिपेड रेन्ट 8,000 प्रिपेड रेन्ट चाहिँ एसेट्समा यो एसेट्स हो यो के हो क्यापिटल प्लस लायबिलिटीज मेसिनरी एसेट्स यताको भ्यालु लेखिए है 3,15,000 त्यसपछि फर्निचर एसेट्स 1,60,000 त्यसपछि डेब्टर्स के हो डेब्टर्स पनि हाम्रो एसेट्स हो क्याश के हो एसेट्स हो ठीक छ सेल्स कहाँ हुन्छ ट्रेडिङको क्रेडिट भनेको यतापट्टि प्रॉफिट इन्कम स्टेटमेन्टको क्रेडिटमा शेयर क्यापिटल लायबिलिटीजमा 13,50,000 अनि त्यसपछि अर्को रिटेन अर्निङ भनेको यो रिटेन अर्निङ भनेको पीएल एप्रोप्रिएसन अकाउन्ट हो नि हैन हो यो पीएल एप्रोप्रिएसनको कहाँ हुन्छ त रिटेन अर्निङ भनेको पीएल एप्रोप्रिएसनको कहाँ लेख्नु पर्यो क्रेडिटमा लेख्नु पर्यो ठीक छ यति गरेपछि यताको सक्यो अब एडिसनको कस्तो रेन्ट हुन्छ दुई चोटी जुन त्यो प्रिपेड रेन्ट एक्सपायर्ड छ त्यसलाई हामी प्रिपेड रेन्ट यता घटाएर एसेट्स पट्टि लेख्यो नि 8,000 जुन हो त्यो फेरि 12,000 भनेको जुन घटाको भ्यालु त्यसलाई कहाँ लेख्नु पर्यो इन्कम स्टेटमेन्टको डेबिटमा अनि डेप्रिसिएसनलाई पनि कहाँ लेख्नु पर्यो इन्कम स्टेटमेन्टको डेबिटमा यति गरेपछि के भयो हाम्रो यो सक्यो अब हामी के गर्छौं दुई लाइन छोडेर है 12 कोलममा दुई लाइन छोडेर टोटल गर्छौं यसको टोटल हामीलाई क्वेशनमै दिएको हुन्छ त्यो भनेको 8 लाख कति त 70,000 लेख्नु पर्यो कति लेख्नु पर्यो 8,70,000 यहाँ पनि 8,70,000 अनि यो चाहिँ कति हुन्छ 35 10 45 45 2 47,000 यो पनि 47,000 अब यहाँको टोटल गर्नु पर्यो दुईटै के आउनु पर्यो इक्वल आउनु पर्यो हैन 4,50,000 प्लस 13,50,000 प्लस 70,000 18,70 यहाँ पनि 2 लाख
2 लाख प्लस 50,000 2 लाख प्लस 50,000 प्लस 35,000 प्लस 8,000 प्लस 3,15,000 प्लस 61 प्लस 40 15 40 15 अनि 12 र 35 12 र 35 गरे भने ठ्याक्कै 8,70,000 नै आउँछ। यहाँ 870 यहाँ पनि 870 ठीक छ। यो टोटल गर्नुस् हो। अब त्यसपछि यहाँपट्टिको हेर्नु पर्यो 4,50,000 छ यो जोडौँ। अब 2 लाख प्लस 50 प्लस 35 50,000 प्लस 35,000 प्लस 12 र 35 12,000 प्लस 35,000 3,32,000। यहाँ कम छ यहाँ के छ बढी छ 3,32 छ। यहाँ कति छ 4,50 छ। कहाँपट्टि पुगेन त यहाँपट्टि पुगेन हैन डेबिटमा पुगेन। डेबिटमा पुगेन भने सिधै के आउँछ नेट प्रॉफिट कति त 4,50 बाट घटाउनु पर्यो 4,50 भनेको 1 लाख कति त 18,000 1 लाख 18,000 ठीक छ। अब 1,18,000 आयो। त्यसपछि यो नेट प्रॉफिट कहाँ आउँछ दूर दूर पास पास डेबिटको क्रेडिटमा दूर दूर पास पास 1,18,000 यहाँ गयो। फेरि 1,18,000 र 70 जोड्ने 1,18 70 जोड्दा 188 हुन्छ। कति हुन्छ 188। डेबिटमा केही छ त छैन। सो यहाँ के राख्नु पर्यो हामीले 1,18 र 70 जोडेपछि 1,88,000 डेबिटमा पुगेन। सो सरप्लस के आउँछ सरप्लस कति लेख्नु पर्यो त 1,88,000 1,88,000। फेरि डेबिटको कहाँ लेख्ने क्रेडिटमा क्रेडिटको कहाँ लेख्ने डेबिटमा 188 को कहाँ आउँछ यहाँ 188 ठीक छ। दूर दूर पास पास यो चाहिँ टोटल गरिदिनुस् यसको 4,50 4,50 188 188 लास्टमा ब्यालेन्स सिट के आउनु पर्यो इक्वल आउनु पर्यो 188 माइनस 13,50,000 15,38,000। यहाँ पनि 15,38,000 आउनु पर्यो 8,000 3,15,000 प्लस 1,60,000 प्लस 40,000 प्लस 15,000 538 हैन शेयर क्यापिटल तपाईको 8,000 3,15,000 160 40 15 अनि हाम्रो सरप्लस आयो 188 ठीक छ। मिस्टेकली 3,50,000 हो मैले 13,50,000 लेखेको छु है। यो कति हो त 3,50,000 हो ल। यो लाइनलाई चाहिँ मैले 3,50,000 हो ओके। अब हाम्रो यो त केही फरक परेन 870 870 आउँछ। यो 47 47 आउँछ। यो तपाईको 870 यो पनि 870 नै आउँछ हैन। यहाँ यो पनि के फरक परेन यहाँ पनि के फरक परेन फरक भरे त यहाँ हो ठीक छ। अब त्यसलाई हामी जोड दिउँ न के खासै हैन। यहाँ मैले 1 वटा एक्स्ट्रा लेखेको छु 3,50,000 सरी है त्यसको लागि 3,50,000 188 कति भयो त 538 आयो। अब यहाँ पनि 538 आउनु पर्यो 8,000 प्लस 3,15,000 प्लस 1,60,000 प्लस 40 15 40 15 15 आयो 538 सक्यो। यति गरेपछि के भयो त हाम्रो वर्कशीट मिल्यो 5,38,000 5,38,000। क्वेशन चाहिँ हाम्रो 17 को 2 मा चाहिँ लिफोफियो रिलेटेड क्वेशन सोधेको छ। क्वेशन रहेको छ द फलोइङ स्टोर ट्रान्ज्याक्सन्स आर प्रोवाइडेड फर द मन्थ अफ माघ। माघ महिनाको हामीलाई ट्रान्ज्याक्सन दिएको छ। माघ 1 ओपनिङ स्टक 500 युनिट्स छ हामीसँग एउटाको 20 रुपैयाँ मार्क 500 वटा मार्कर छ एउटाको 20 रुपैयाँ। फेरि माघ 7 वटा पर्चेस गरे 600 वटा सामान 600 वटा मानु मार्कर एउटाको 22 रुपैयाँ। फेरि पर्चेस गरे 800 वटा युनिट 800 वटा मार्कर 23 रुपैयाँ। अनि यति वटा सामानमा 1500 वटा के आयो बेच्यो। कतिवटा सामान छ त हामीसँग जोडौँ त 500 600 कति 1100 1100 र 800 कति त 1900 1900 युनिटमा कति बेच्यो 1500 बेच्यो। 1900 मा 1500 बेचेपछि अभियसली कतिवटा बाँकी हुन्छ त क्लोजिङ स्टक कति बाँकी हुन्छ 1900 मा 1500 बेचेपछि कति बाँकी हुन्छ 400 युनिट्स के हुन्छ बाँकी हुन्छ। अब के गर्नु पर्यो भ्यालु अफ क्लोजिङ स्टक निकाल्नु पर्यो र कस्ट अफ के निकाल्नु पर्यो गुड्स सोल्ड निकाल्नु पर्यो युजिङ के मेथड FIFO मेथड अन्डर के पिरियडिक ओके अन्डर पिरियडिक इन्भेन्टरी सिस्टम FIFO मेथड है त। के निकाल्ने पहिला त मैले कस्ट अफ गुड्स सोल्ड निकाल्छु है सजिलो हुन्छ। कस्ट अफ गुड्स सोल्ड अनि के निकाल्छु म भ्यालु अफ क्लोजिङ स्टक ओके। कस्ट अफ गुड्स सोल्ड भनेको FIFO ले के भन्छ जुन सामान हामीले हाम्रो फर्स्टमा आएको जो हुन्छ त्यो सामानलाई फर्स्टमा के गर्ने आउट गर्ने फर्स्ट इन फर्स्ट आउट। अब हामीले यो 1500 वटामा सबभन्दा पहिला कसलाई बेच्ने त माघ 1 लाई बेच्ने
माग 1 ओपनिङ स्टक कति छ ओपनिङ स्टक 500 युनिट्स एउटा कति 20 500 इन्टु 20 भनेको कति हुन्छ 10,000 हुन्छ। फेरि कुन बेच्ने माग 7 बेच्ने माग 7 गरेको पर्चेस गरेको सामान कतिवटा किनेको 600 इन्टु के गर्नु पर्यो 22 गर्नुस् 600 इन्टु 22 मिन्स 13,200 को सामान बेच्यो। फेरि माग 15 है माग 15 आउट अफ माग 15 पुरै बेचेको छैन किनभने 1500 एउटा बेच्नु छ नि त 1500 मा 500 600 1100 गइसक्यो। अब कति चाहियो त 400 मा चाहियो सो यहाँ कति दिनु पर्यो 400 कतिको दरले 23 को दरले 400 इन्टु के गर्नु पर्यो 23 400 इन्टु 23 त्यो भनेको 9,200 ठीक छ। अब यो सबैले के गर्दिने जोड दिने है त ठीक छ। यसलाई भन्छ कस्ट अफ गुड्स सोल्ड के भन्छ यसलाई कस्ट अफ गुड्स सोल्ड कति बेचेको 1500 कतिको सामान हो यो 10,000 प्लस 13,200 प्लस 9,200 त्यो भनेको 1,15,000 सरी 10,000 13,200 अनि 9,200 भनेको 32,400 है 32,400। अब यो मेरो 800 बाट जम्मा कतिवटा गयो त 400 मात्रै गयो कति बाँकी भयो त 400 त बाँकी भयो नि त माग 15 को हैन माग 25 को हो त्यो भनेको क्लोजिङ स्टक हो के हो माग 25 को पर्चेस वाला सामान बाँकी छ कति बाँकी छ त 400 कतिको दरले 23 को दरले त्यो भनेको ठ्याक्कै 9,000 कति हुन्छ 200 को सामान बाँकी छ त्यो भनेको के हो भ्यालु अफ क्लोजिङ स्टक सो 400 युनिट बाँकी छ 9,200 को हो यो के हो त हाम्रो के हो यो भ्यालु अफ के क्लोजिङ स्टक यति गरेपछि के भयो यो पनि सक्यो। अब हाम्रो अर्को क्वेशन रहेछ अकाउन्टिङ फर लेबर भन्ने च्याप्टरबाट 18 को 1 मा अ वर्कर प्रोड्युसेस 400 युनिट्स इन अ वीक रे वर्करले चाहिँ कतिवटा सामान प्रोड्युस गरेछ 400 वटा है 400 वटा चाहिँ उले सामान बनाएको रहेछ प्रोडक्सन गरेको रहेछ एक हप्तामा हो अनि नर्मल प्रोडक्सन पर आवर विल बी 10 युनिट्स भनेको मतलब नर्मल प्रोडक्सन पर आवर भनेको प्रति घण्टा चाहिँ उले नर्मल कतिवटा प्रोडक्सन गर्न सक्छ 10 वटा गर्न सक्छ भनेको मतलब एक घण्टामा 10 वटा बनाउन सक्छ र उसको ज्यालाको दर कति छ त वेज रेट पर आवर भनेको प्रति घण्टा ज्याला दर कति छ त भन्दाखेरि उले पाउने भनेको 50 रुपैयाँ हो के। अब मैले यसलाई रिक्वायर्डमा त अर्निङ अफ वर्कर इन अ वीक निकाला भनेछ म सल्युसन के लेख्छु त गिवन लेख्छु पहिला सुरु ठीक छ। अब हामीलाई अर्निङ त निकाल्नु छ के को बेसिसमा निकाल्ने त टाइमकोबाट निकाल्ने कि पिसबाट के भनेको छैन हो सो जेबाट गर्दा नि हुन्छ मैले टाइमबाट गर्दिए है टोटल प्रोडक्सन अनि इन अ वीक टोटल प्रोडक्सन युनिट्स इन अ वीक कतिवटा प्रोडक्सन गर्यो त कतिवटा प्रोडक्सन गर्यो 400 वटा 400 युनिट्स अनि नर्मल प्रोडक्सन पर आवर कति हो नर्मल प्रोडक्सन पर आवर भनेको के त एक घण्टामा कतिवटा बनाउँछ 10 युनिट्स बनाउँछ हो र वेज रेट पर आवर कति छ भनेको एक घण्टामा कति ज्याला पाउँछ एक घण्टामा 50 रुपैयाँ पाउँछ। अब आफै भन्नुस् न एक घण्टामा 50 रुपैयाँ पाउँछ भने मैले अलिकति ठाउँ छोडेर यहाँ नाउ लेखेँ है त नाउ अन्डर के लेख्छु त अन्डर टाइम वेज रेट सिस्टम टाइम वेज रेट सिस्टम को फर्मुला के हो टाइम वेज रेट सिस्टम को फर्मुला हामीलाई थाहा छ अर्निङ हैन अर्निङ निकाल्नु छ नि त हैन अर्निङ अफ वर्कर टोटल अर्निङ निकाल्नु छ कसरी निकाल्ने टोटल वर्कड आवर्स कति घण्टा काम गर्यो इन्टु के वेज रेट पर आवर एक घण्टाको कति रुपैयाँ आउँछ एक घण्टाको 50 रुपैयाँ आउँछ। अब कति घण्टा काम गर्यो भनेर निकाल्यो भने आन्सर आयो कि आएन नि त हो अब कति घण्टा काम गरेर निकाल्नु पर्यो त्यसको लागि एक घण्टामा कतिवटा बनाउन सक्छ 10 वटा बनाउन सक्छ क्या भनेको मतलब 10 वटा बनाउन कति घण्टा लाग्छ एक घण्टामा 10 वटा बनाउन सक्छ भनेको 10 वटा बनाउन 1 घण्टा लाग्छ भनेको एउटा बनाउन कति लाग्छ त्यसो भए 1/10 आवर लाग्छ भनेको 400 वटा बनाउन कति लाग्छ त्यसो भए 1/10 इन्टु 400 आवर लाग्छ भनेको 40 घण्टा लाग्छ कि लाग्दैन लाग्छ हो। अब त्यो कसरी निकाल्ने त टोटल वर्कड आवर्स कसरी निकाल्ने हो त्यही गर्ने 400 इन्टु के गर्ने 400 इन्टु 1/के गर्ने 10 गऱ्यो भने ठ्याक्कै कति घण्टा लाग्छ 40 घण्टा किनभने हामीलाई थाहा छ एउटा बनाउन कति लाग्छ
10 युनिट्स बनाउनलाई 1 घण्टा लाग्छ भने एउटा बनाउनलाई कति लाग्छ 1/10 आवर लाग्छ। त्यही भएर यस्तो गर्न पाए नि त 40 घण्टा लाग्छ। भने चाहिँ कति घण्टा काम गरिरहेछ 40 घण्टा 40 × 50 भनेको कति त 2000। यति गरेपछि यो के भयो सक्यो। अब हामी गर्छौं ग्रुप सी को न्युमेरिकल प्रब्लम। ग्रुप सी मा तपाईहरुलाई फर्स्टमा सोध्छ 20 नम्बरमा मल्टी स्टेप को क्वेशन है एनएफआरएस र मल्टी स्टेप। हामी चाहिँ यसमा मल्टी स्टेप गर्छौं ल। ग्रुप सी को फलोइङ ट्रायल ब्यालेन्स एज अन 31 असार 2081 पर्टिकुलर्स डेबिट र क्रेडिट दिएको छ। अनि त्यसपछि हाम्रो एडिशनल इन्फर्मेसनमा क्लोजिङ स्टक छ। यो एडिशनल इन्फर्मेसन है मैले एआई लेखे। क्लोजिङ स्टक को छ 90000, डेप्रिसिएसन मेसनरी 10%, प्रोभिजन फर ब्याड डे 5%, आउटस्ट्यान्डिङ स्यालेरी फर 2 मन्थ्स। अब हामीले टिक लाउनु पर्यो क्या क्लोजिङ स्टकमा परेन। डेप्रिसिएसन मेसनरी भनेपछि माथि मेसनरी दिएको हुन्छ टिक लाउने। अनि प्रोभिजन फर ब्याड डे भनेपछि डेप्टर्समा टिक लाउने। अनि आउटस्ट्यान्डिङ स्यालेरी फर 2 मन्थ्स भनेपछि केमा टिक लाउने त स्यालेरीमा टिक लाउने। जहिले पनि मल्टी स्टेप इन्कम स्टेटमेन्ट गर्दाखेरि यो मल्टी स्टेप इन्कम स्टेटमेन्ट फर द इयर एन्डेड अन 31 असार 2081 भयो। कम्पनीको नाम लेख्छौं टपमा। स्टार्टिङ केबाट हुन्छ त सेल्सबाट हुन्छ। केबाट हुन्छ सेल्सबाट। अब सेल्स हामीलाई क्रेडिट साइडमा दिएको हुन्छ। हेर्नुस् त सेल्स दिएको छ कि छैन कति दिएको छ 7,80,000। कति दिएको छ 7,80,000 दिएको छ कि छैन। ठीक छ। अब हामीले लेख्नु पर्यो सेल्स 7 लाख कति त 80,000। यहाँ लेख्छु म सेल्स। अनि सेल्स रिटर्न ध्यान दिनुपर्छ सेल्स रिटर्न दिएको छ कि छैन भनेर। अब सेल्स रिटर्न त दिएको छैन तर यो क्वेशनमा रिटर्न भनेर दिएको छ हो कि हैन हो। यो रिटर्न भनेर दिँदाखेरि यो डेबिटमा भएको रिटर्न चाहिँ के हो सेल्स रिटर्न हो र क्रेडिटमा दिएको रिटर्न चाहिँ के हो पर्चेस रिटर्न हो भनेर बुझ्नु पर्यो। अब डेबिटमा दिएको रिटर्न चाहिँ के हो सेल्स रिटर्न हो। त्यही भएर यो रिटर्नलाई चाहिँ के गर्ने घटाइदिने सेल्स रिटर्न भनेर घटाइदिने। कति घटाइदिने त 15,000। 7,80,000 हाम्रो के छ सेल्स हो कि हैन। 7,80,000 बाट के गर्ने 15,000 के गर्ने घटाइदिने। 7,80,000 बाट 15 घटाउँदाखेरि आउँछ हाम्रो 7,65,000। कति आउँछ 7,65,000 भन्ने लेख्ने सेल्समा। ठीक छ यो बुझ्नुहुन्छ तपाईहरुले है। ठीक छ यसलाई यता लेख्दा नि हुन्छ 7,80,000 माइनस कति 15,000 गरे भने आउँछ 7,65,000। त्यसपछि के गर्नु पर्यो लेस के गर्ने कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्ड भनेको के त ट्रेडिङ को डेबिटमा भएको आइटम लेख्ने। ट्रेडिङ को डेबिटमा के छ त्यो तपाईले थाहा पाउनु पर्यो। ओपनिङ स्टक ट्रेडिङ को डेबिटमा जाने आइटम हो कि हैन हो त्यो लेख्नु पर्यो। ओपनिङ स्टक कति छ त ओपनिङ स्टक 40,000 हो यो लेख्दिनुस्। त्यसपछि तपाईले के लेख्नुस् पर्चेस लेख्नु पर्यो। पर्चेस कति दिएको छ 3,30,000। तर याद गर्नुस् पर्चेस दिँदाखेरि के ध्यान दिनुपर्छ पर्चेस रिटर्न दिएको छ कि छैन। अब तपाईलाई पर्चेस रिटर्न दिएको छ नि यहाँ हेर्नुस् त यहाँ रिटर्न छ कि छैन। डेबिटमा दिएको रिटर्न सेल्स रिटर्न हो क्रेडिटमा दिएको रिटर्न के हो पर्चेस रिटर्न हो। सो के गर्नु पर्यो लेस क्रेडिटमा दिएको रिटर्न छ नि जुन हो त्यसलाई घटाइदिनु पर्यो। पर्चेस रिटर्न कति दिएको छ त 28,000। 3,30,000 बाट 3,30,000 पर्चेसबाट यो 28,000 के गर्नु पर्यो घटाइदिनु पर्यो। 3,30,000 बाट 28,000 घटाउँदाखेरि कति हुन्छ 3,02,000 हुन्छ। ठीक छ हो यो पर्चेस पनि लेखे मैले। ठीक छ अब ओपनिङ स्टक पनि लेख्यो पर्चेस पनि लेख्यो के लेख्यो अर्को सेल्स पनि लेख्यो। यो रिटर्नहरु पनि के गरियो घटाइयो। अब त्यसपछि पर्चेस गर्दाखेरि लाग्ने खर्चहरु लेख्नु पर्यो क्या सरलाई हेर्नु पर्यो क्या माथिबाट। ओपनिङ स्टक पर्चेस मेसिन फर्निचर डेप्टर्स क्यारिएज हो। क्यारिएज अन पर्चेस र क्यारिएज अन सेल्स छ। यो क्यारिएज अन पर्चेस चाहिँ यहाँ लेख्नु पर्यो हैन सामान किन्दा लाग्ने ढुवानी खर्च हो। क्यारिएज अन सेल्स चाहिँ कहाँ लेख्नु पर्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन लेख्नु पर्यो। क्यारिएज अन पर्चेस पनि छ सेल्स पनि छ। हामीले यहाँ लेख्ने भनेको चाहिँ क्यारिएज अन पर्चेस। क्यारिएज अन पर्चेस 20,000 लेख्नु पर्यो। त्यसपछि अर्को के छ हेरौँ है त रिटर्न भनेपछि सेल्स रिटर्न पर्चेस रिटर्न हामीले यहाँ के गरिसक्यो लेखिसकेका छौं हो कि हैन। बैंक लोन इन्भेस्टमेन्ट इन्ट्रेस्ट वेजेस हो। यो वेजेस पनि के हुन्छ त हाम्रो ट्रेडिङ को डेबिट भनेको कस्ट अफ गुड्स सोल्डमै जान्छ। वेजेस कति छ त 60,000। कति लेख्नु पर्यो यहाँ 60,000 लेख्नु पर्यो। ठीक छ त्यसपछि डिस्काउन्ट स्यालेरी सेल्स गइसक्यो शेयर क्यापिटल क्रेडिटर्स क्याश इन बैंक। अरु केही छ त केही छ अर्को छ भने भन्नुस् है। अर्को केही छ त अर्को केही पनि छैन है यति मात्र हो। अब यति के गर्दिनुस् तपाईले जोड्दिनुस् के गर्दिनुस् जोड्दिनुस्। अनि यो जोडिसकेपछि तपाईको एउटा भ्यालु आउँछ। त्यो भ्यालुलाई हामी के भन्छौं त्यसलाई हामी कस्ट अफ गुड्स अवेलेबल फर सेल। के भन्छौं त्यसलाई कस्ट अफ गुड्स अवेलेबल फर सेल। ल यसलाई जोडौं है त कति आउँछ 40,000
प्लस 3,02,000 प्लस 20,000 ठीक छ प्लस 40 3,02,000 प्लस 20,000 प्लस 60,000 गरे भने कति आउँछ 4,22,000 है के जोडे मैले यो 40,000 3,02,000 प्लस 20,000 यो 20,000 हो अनि प्लस के त 60,000 जोडेर 4,22,000 यसमा हामी के गर्छौं लेस गर्छौं एडिसनमा दिएको क्लोजिङ स्टकलाई के गर्छौं लेस गर्छौं क्लोजिङ स्टक कति दिएको छ त 90,000 यो घटाइदिनु पर्यो ठीक छ ओके 4,22,000 बाट 90,000 घटाउँ त 4,22,000 बाट 4,22,000 बाट हामी के गर्छौं 90,000 घटाइदिन्छौं त्यो भनेको 3,32,000 यो भ्यालु भनेको के हो कस्ट अफ के हो गुड्स सोल्ड हो के हो कस्ट अफ गुड्स सोल्ड अब यो बाट यो के गर्नु पर्यो घटाउनु पर्यो जुन सेल्स बाट सेल्स रिटर्न घटाएर जुन भ्यालु आएको छ नि यो योबाट यो के गर्नु पर्यो घटाउनु पर्यो 3,32,000 माइनस 7,65,000 त्यो भनेको कति 4,32,000 माइनस 7,65,000 765 माइनस 332 गर्यो भने तपाईको आउँछ 4,33,000 आउँछ कति आउँछ 4,33,000 आउँछ हो यो 4,33,000 हामी के भन्छौं त ग्रस प्रॉफिट भन्छौं के भन्छौं यसलाई ग्रस प्रॉफिट भन्छौं माइनस मा आएको भए के हुन्थ्यो ग्रस लस हुन्थ्यो अनि त्यसमा लेस गर्छौं के गर्छौं लेस के गर्छौं अपरेटिङ एक्सपेन्सेस कतिवटा पार्ट छ दुईटा पार्ट छ एउटा जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस एउटा सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस फर्स्टमा के आउँछ जनरल एन्ड एडमिनिस्ट्रेटिभ यो जनरल एन्ड एडमिनिस्ट्रेटिभमा चाहिँ के जान्छ सबै अफिसको खर्चहरु लेखिदिनु पर्यो अब अफिसको खर्च सर्भर हेर्नु पर्यो ओपनिङ स्टक परचेज मेसिन हो यो मेसिन त जाँदैन त त्यसको डेप्रिसिएसन जुन छ नि यो मेसिनरीको त्यो त के गर्नु पर्यो लेख्नु पर्यो डेप्रिसिएसन अन के त डेप्रिसिएसन अन मेसिनरी कति पर्सेन्ट 2 लाख हो के हैन मेसिनरी हो मेसिनको 2 लाखको कति पर्सेन्ट 10% चाहिँ लेख्नु पर्यो क्या 2 लाखको 10% भनेको कति 20,000 फर्निचरमा डेप्रिसिएसन भनेछ त छैन डेप्टर्स टिक त लाग्छ तर प्रोभिजन फर ब्याड डेट जुन भनेछ त्यो यता जाँदैन क्या कहाँ जान्छ त त्यो सेलिङ एन्ड डिस्ट्रिब्युसनमा जान्छ केमा जान्छ सेलिङ एन्ड डिस्ट्रिब्युसनमा जान्छ डेप्टर्सको प्रोभिजन फर ब्याड डेट है त्यसपछि हेर्दै जानुस् क्यारेज अन सेल्स भनेको सेलिङ एन्ड डिस्ट्रिब्युसनमा हो रिटर्न भइसक्यो बैंक लोन इन्भेस्टमेन्ट यसको इन्ट्रेस्ट यतापट्टि हुँदैन इन्ट्रेस्ट वेजेस भइसक्यो डिस्काउन्ट पनि कहाँ राख्नु पर्यो सेलिङ एन्ड डिस्ट्रिब्युसनमा राख्नु पर्यो केमा राख्नु पर्यो डिस्काउन्ट सेलिङ एन्ड डिस्ट्रिब्युसनमा राख्नु पर्यो 80,000 स्यालेरी हो स्यालेरी चाहिँ के हुन्छ अफिसको खर्च हो तर स्यालेरीमा टिक लाग्छ कति भनेछ स्यालेरी 20,000 के भनेछ यहाँ स्यालेरी ड्यू फर 2 मन्थ्स रे आउटस्ट्यान्डिङ स्यालेरी फर 2 मन्थ्स रे 2 महिनाको तिर्न बाँकी छ अब यो हाम्रो फाइनल अकाउन्ट भनेको 1 वर्षको हुन्छ नि त 1 वर्षमा 12 महिना हुन्छ 12 महिनामा तपाईको यहाँ स्यालेरी 20,000 तिरेको छ भनेको 10 महिनाको तिरेको छ क्या 10 महिनाको तिरेछ भनेको मतलब यो 20,000 भनेको 10 महिनाको हो 1 महिनाको कति हुन्छ त त्यसले 20,000 डिवाइडेड 10 गरे भने 2,000 इन्टु कति महिनाको 3 बाइ छ 2 महिनाको सो 2 महिनाको निकाल्दाखेरि यसरी गर्ने एड आउटस्ट्यान्डिङ स्यालेरी लेख्ने अनि के गर्ने 20,000 डिवाइड बाइ के गर्ने 10 गरे भने 1 महिनाको आउँछ किन 10 महिनाको तिरेको छ भने बुझ्नु पर्यो 2 महिनाको बाँकी छको मतलब 20,000 डिवाइडेड 10 गरेपछि 1 महिनाको 2,000 इन्टु कति महिनाको 3 बाइ छ 2 गरे भने 4,000 अनि 20 र 4 कति हुन्छ यहाँ 24,000 हुन्छ त्यसपछि स्यालेरी सेल्स शेयर क्यापिटल क्रेडिटर्स क्याश एन्ड बैंक अर्को केही छ त अर्को यसमा जाने कुरा केही पनि छैन क्लोजिङ स्टक डेप्रिसिएसन गइसक्यो प्रोभिजन फर ब्याड डेट जाँदैन आउटस्ट्यान्डिङ स्यालेरी जोडिसकेको छ ओके एडिसनमा पनि हेर्नु पर्यो यसमा जाने कुरा यति हो भनेलाई के गर्नु पर्यो जोडिदिनु पर्यो यो कति थियो 20,000 हैन 20,000 र यो कति त 24,000 20 र 24 कति हुन्छ 44,000 हुन्छ हैन यो 44,000 लाई हामी के भन्छौं टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस ए भयो अब हामी के गर्नु पर्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस सामान बेच्दाखेरि लाग्ने खर्च लेख्नु पर्यो बिक्री वितरण खर्चहरु अब फेरि सुरुदेखि हेर्नु पर्यो ओपनिङ स्टक परचेज जाँदैन मेसिनरी फर्निचर डेप्टर्स हो यो डेप्टर्स त जाँदैन तर डेप्टर्स 80,000 को जुन छ 80,000 मा कति चाहिँ ब्याड डेट हुन सक्छ रे त्यसको प्रोभिजन गरेर 5% हो यो 80,000 को 5% चाहिँ लेख्नु पर्यो क्या प्रोभिजन फर ब्याड डेट कति लेख्ने 80,000 को कति पर्सेन्ट 5% 80,000 को 5% भने कति
4000 कति हुन्छ 4000 गरी हेर्नुस् 80000 को 5% भने कति हुन्छ 4000 हुन्छ ठीक छ त्यसै क्यारियर्स एन्ड पर्चेस त गइसक्यो के बाइक छ क्यारियर्स एन्ड सेल्स हो क्यारियर्स एन्ड सेल्स भनेको सामान बेच्दाखेरि लाग्ने खर्च हो के यो चाहिँ जान्छ क्यारियर्स एन्ड सेल्स कति छ त क्यारियर्स एन्ड सेल्स 10000 त्यो पनि लेखिदिनु पर्यो त्यसपछि अर्को के छ रिटर्न बैंक इन्ट्रेस्ट जाँदैन वेजेस डिस्काउन्ट स्यालेरी सेल्स के जान्छ त जाँदैन प्रोभिजन फर ब्याड डेट गइसक्यो यति मात्र हो जाने यसलाई पनि लक गरिदिनु पर्यो यसलाई भन्छ टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस टोटल सेलिङ एन्ड के डिस्ट्रिब्युसन एक्सपेन्सेस यो भन्छ बी 10 र 4 कति आउँछ 14000 कति आउँछ 14000 अब आउँछ टोटल के त अपरेटिङ एक्सपेन्सेस टोटल अपरेटिङ एक्सपेन्सेस भनेको ए प्लस के त बी त्यो भनेको 44 र 14 जोड्नु पर्यो 44 र 14 के गर्नु पर्यो जोड दिनु पर्यो 44000 प्लस 14000 भनेको कति त 58000 कति 58000 यो भनेको टोटल अपरेटिङ एक्सपेन्सेस है यो 44000 अनि यो के गरेको 14000 जेनरल एक्सपेन्सेस र सेलिङ एक्सपेन्सेसको ए र बी जोडेर कति आयो 58000 आयो जसलाई भन्छ टोटल अपरेटिङ एक्सपेन्सेस अब 44 र 14 र 58 आयो अनि यो ग्रस प्रॉफिटबाट के गर्नु पर्यो यसलाई घटाउनु पर्यो के गर्नु पर्यो घटाउनु पर्यो जसलाई भन्छ इन्कम फ्रम अपरेसन माइनसमा हामीले लस फ्रम अपरेसन लेख्नुस् अब कति लेख्नु पर्यो 4 लाख कति थियो 33000 4,33,000 माइनस के त माइनस 58,000 गरे भने 3 लाख कति आउँछ 75,000 3,75,000 सक्यो अब एड गर्नुस् एड के गर्नुस् अदर इन्कम एन्ड गेन यो यहीबाट कन्टिन्यू हो ल बुझ्नुहुन्छ तपाईहरुले अदर इन्कम एन्ड गेन भनेको प्रॉफिट लसको क्रेडिट साइड हो के यो अपरेटिङ एक्सपेन्स भनेको प्रॉफिट लसको डेबिट साइड हो जसमा इन्ट्रेस्ट लस र ट्याक्स जाँदैन अरु बाँकी सबै कुरा जान्छ यो चाहिँ पीएल को क्रेडिट साइड हो अब पीएल को क्रेडिटमा के जान्थ्यो त इन्ट्रेस्ट रिसिभ डिभिडेन्ड रिसिभ रेन्ट रिसिभहरु जान्थ्यो जसमा हामीलाई इन्ट्रेस्ट दिएको छ कि छैन दिएको छ हो अब इन्ट्रेस्ट तपाईलाई दिएको छ कति 7000 तर इन्ट्रेस्ट कुन बेला आउँछ जब हामीले के गरेको हुन्छ इन्भेस्टमेन्ट गरेको हुन्छ लगानी गरेको हुन्छ हैन त्यसबाट हामीलाई इन्ट्रेस्ट आउँछ हो अब यसमा ध्यान दिनु पर्यो के हाम्रो यो इन्भेस्टमेन्ट कति छ 1 लाख रुपैयाँ लगानी गरे बापत इन्भेस्टमेन्ट गरे बापत 1 लाख को 10% ब्याज आउनु पर्छ 1 लाख को 10% कति हुन्छ 10000 त 10000 मा ब्याज कति मात्र आएको छ त इन्कममा 7000 मात्र आएको छ दैट मिन्स कति लिन बाँकी छ अब 3000 लिन बाँकी छ हो यो 3000 रुपैयाँ लिन बाँकी छ भनेर क्वेशनले भनेको छ त आफै भन्नुस् त लिन बाँकी छ भनेर भनेछ त छैन अब भने छैन भने हिडन एडिसनल भयो के यो के भयो यो हिडन एडिसनल भए पनि त्यसको एन्ट्री कचोडी हुन्छ त दुईचोटी हुन्छ कचोडी हुन्छ दुईचोटी हुन्छ 7000 मा के गर्नु पर्यो 3000 जोड दिनु पर्यो के गर्नु पर्यो जोड दिनु पर्यो 7 3 कति हुन्छ 10000 हुन्छ ठीक छ अनि त्यसपछि इन्ट्रेस्ट भयो त्यसपछि अब वेजेस डिस्काउन्ट छ के छ यहाँ डिस्काउन्ट पनि के हुन्छ त यहाँ अदर इन्कममा हुन्छ डिस्काउन्ट डेबिटमा भएको भए अदर सेलिङमा हुन्थ्यो क्रेडिटमा छ नि त यो इन्कममा जान्छ त्यसपछि अर्को के छ त स्यालेरी भयो सेल्स शेयर क्यापिटल क्रेडिटर्स क्याश एन्ड बैंक इन्कम भनेको क्रेडिट साइडमा हुन्छ क्रेडिटमा भनेको त इन्ट्रेस्ट छ डिस्काउन्ट लेखिसक्यो सेल्स शेयर क्यापिटल क्रेडिटर जाँदैन यतापट्टि केही पनि छैन भन्छ यति मात्र हो यो आउटस्ट्यान्डिङ भनेको लिन बाँकी है यसमा चाहिँ एक्रुड इन्ट्रेस्ट भन्छ यसलाई के भन्छ एक्रुड इन्ट्रेस्ट कति लिन बाँकी छ 3000 यो फेरि एडिसनल मा नभए पनि हिडन एडिसनलको दुईचोटी एन्ट्री गर्नुपर्छ है याद राख्नुस् यो एस्टिक लाइदिए मैले यसलाई है अब यसलाई पनि जोड दिनुस् 80 र 10 कति भयो 90000 अनि फेरि के गर्नु पर्यो लेस के गर्नु पर्यो अदर एक्सपेन्सेस एन्ड के लस अदर एक्सपेन्स एन्ड लसमा पनि दुईटा कुरा जान्छ इन्ट्रेस्ट र के जान्छ लस अब यहाँ इन्ट्रेस्ट एन्ड लस भनेको कहाँ देखाउनु पर्यो डेबिट किनभने यो प्रॉफिट लसको डेबिट आइटम हो यहाँ जाने भनेको ठीक छ इन्ट्रेस्ट र लस यहाँ इन्ट्रेस्ट दिएको छ कि छैन 12000 दिएको छ तर दिनु अगाडि ध्यान दिनु पर्यो क्या अब इन्ट्रेस्ट हामीले कति तिरेको रहेछ 12000 तर तिर्नु पनि कति हो यहाँ हेर्नुस् इन्ट्रेस्ट कुन बेला तिरिन्छ जब हामीले लोन लिएको हुन्छ बैंकबाट लोन लिएको छ नि यहाँ कति छ 2 लाख को 8% कति हुन्छ 16000 रुपैयाँ तिर्नुपर्ने कति रुपैयाँ तिर्नुपर्ने 16000 तर 16000 मा यहाँ कति मात्र तिरेको छ त 16000 मा कति मात्र तिरेको छ 12000 मात्र तिरेको छ क्या भने कति दिन बाँकी छ 4000 हो त्यो 4000 चाहिँ यहाँ लेख्नु पर्यो क्या अब जोड्नु पर्यो क्या इन्ट्रेस्ट 12000 हो तर एड के गर्नु पर्यो आउटस्ट्यान्डिङ इन्ट्रेस्ट 12 र 4 कति हुन्छ
16,000 लेख्नु पर्यो। ठिक छ। अनि कतै हामीलाई लस भएको छ त? कतै लस छ त? कतै पनि छैन। भनेपछि 12,000 तिरेको रहेछ, तिर्न बाँकी चाहिँ टोटल 16,000 हो। 16 मा 12 तिरेपछि कति तिर्न बाँकी भयो? 4,000। अब हामीले के गर्नु पर्यो? यो 90 र 16 यो एड गर्ने, यो लेस गर्ने। 90 बाट 16 घटाइदिउँ है त। 90,000 बाट 16,000 घटाइदिउँ। त्यसपछि 90 बाट 16,000 घटाइदिउँ भनेपछि कति हुन्छ? 74,000 हुन्छ। कति हुन्छ? 74,000। अब यो र यो जोड दिनु पर्यो। के गर्नु पर्यो? जोड दिनु पर्यो। यसलाई भन्छ नेट इन्कम बिफोर ट्याक्स। नेट इन्कम बिफोर ट्याक्स। नेट इन्कम बिफोर ट्याक्स 3,75,000 प्लस 74,000। 3,75,000 प्लस 74,000 गरे भने आउँछ कति? 4,49,000। 4,49,000। ठिक छ। अब नेट इन्कम बिफोर ट्याक्स आयो। अब यहाँ ट्याक्स छ त? यहाँ ट्याक्स इन्कम ट्याक्स दिनुपर्छ भने छ त? कतै कतै क्वेसनमा हामीले ट्याक्स दिनुपर्ने भने छ त? छैन। छैन भने चाहिँ के गर्ने त? अब छैन भनेपछि ट्याक्स दिनु परेन। ट्याक्स दिनु नपरेपछि नेट इन्कमको के भयो? यहाँ नेट इन्कम नै भयो। नेट इन्कम बिफोर ट्याक्स लेस ट्याक्स 0 भएपछि नेट इन्कम आफ्टर ट्याक्स पनि त्यति नै आउँछ नेट इन्कम। यति गरेपछि हाम्रो के भयो त? मल्टी स्टेप सक्यो। ओके, अब हामी गर्छौं स्टेटमेन्ट अफ फाइनान्शियल पोजिसन, दैट मिन्स ब्यालेन्स शीट है त। मल्टी स्टेप सक्यो। अनि मल्टी स्टेप इन्कम स्टेटमेन्टबाट हाम्रो कति आथ्यो? 4,49,000 आथ्यो। कति आथ्यो? 4,49,000। त्यो 4,49,000 चाहिँ हामी यहाँ लेखिदिन्छौँ। यदि रिटेन अर्निङमा जाने आइटम छैन भने है, जस्तै प्रपोज डिभिडेन्डहरु, डिभिडेन्ड पेडहरु केही छ त? त्यस्तो छैन। त्यसले यहाँ लेखिदिन्छौँ है। रिटेन अर्निङ यहाँ लेखिदिएँ मैले 4,49,000। त्यसपछि म रेकर्डिङ गर्न जाँदैछु। फेरि ओपनिङ स्टक भइसक्यो, पर्चेज भइसक्यो, मेसिन भनेको के हो? प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट्समा कति छ मेसिन? 2 लाख। मेसिन 2 लाख। फेरि के गर्नु पर्यो? लेस के गर्नु पर्यो? डेप्रिसिएसन। डेप्रिसिएसन कति छ त? 10%। अघि 2 लाखको 10% भने कति त? 20,000। घटाएर कति लेख्ने? 1,80,000। फर्निचर भनेको 1 लाख। 1 लाख। त्यसपछि डेप्टर्स भनेको करेन्ट एसेट्स 80,000। 10 मा प्रोभिजन फर ब्याड डेटलाई के गर्नु पर्यो? घटाउनु पर्यो। प्रोभिजन फर ब्याड डेट कति थियो अघि न? 5%। 80,000 को 5% भने कति? 5% अफ 80,000 भनेको कति थियो अघि न? 4,000। 76,000। त्यसपछि क्यारिज एन्ड पर्चेज सेल्स भयो, रिटर्न भयो, बैंक लोन। बैंक लोन भनेको लङ टर्म डेट 10% बैंक लोन। अनि यो बैंक लोन लेख्दा ध्यान दिनुपर्छ। के गर्नुपर्छ? ध्यान दिनुपर्छ। यसको हाम्रो इन्ट्रेस्ट के गर्नु बाँकी थियो? तिर्न बाँकी थियो। 2 लाखको 10% 20,000। 20,000 मा कतिमा तिरे थियो? 2 लाखको 8% है। यो कति पर्सेन्ट? 8%। 2 लाखको 8% 16,000 तिर्नु पर्थ्यो। 16,000 मा 12,000 तिरिसकेको थियो। 4,000 तिर्न बाँकी थियो। हो, त्यो 4,000 तिर्न बाँकी भनेको यहाँ करेन्ट लाइबिलिटीमा लेख्नु पर्यो क्या। हिडन एडिसन पनि कतिचोटि एन्ट्री हुन्छ त? 2 चोटि एन्ट्री हुन्छ भनेर यसलाई पनि कति लेख्नु पर्यो? यहाँ 4,000 लेख्नु पर्यो। त्यसपछि इन्भेस्टमेन्ट भनेको के हो? एसेट्स हो। यहाँ लेखिदिनुहोस् इन्भेस्टमेन्ट। तर इन्भेस्टमेन्ट गरेपछि हामीलाई के आउनुपर्छ? इन्ट्रेस्ट आउनुपर्छ। 1 लाख लगानी गरे बापत 1 लाखको 10% कति हुन्छ? 10,000। 10,000 मा 7,000 मात्र आएको थियो। कति मात्र आएको थियो? 7,000। कति लिन बाँकी छ? 3,000 हो। त्यो लिन बाँकी चाहिँ यहाँ लेख्नुहोस् एक्रुड इन्ट्रेस्ट भनेर। के को इन्ट्रेस्ट हो यो? इन्भेस्टमेन्टको। कति त? 3,000। त्यसपछि के छ अर्को? वेजेस भइसक्यो, डिस्काउन्ट भइसक्यो हैन, स्यालेरी भइसक्यो, सेल्स भइसक्यो। शेयर क्यापिटल कति छ? 2 लाख। शेयर होल्डर्स इक्विटीमा शेयर क्यापिटल कति लेख्नु पर्यो? 2 लाख। त्यसपछि क्रेडिटर्स भनेको यता करेन्ट लायबिलिटिजमा। क्रेडिटर्स भनेको कता? करेन्ट लायबिलिटिजमा कति? 80,000। त्यसपछि क्याश एन्ड बैंक कहाँ लेख्नु पर्यो? करेन्ट एसेट्समा। कति लेख्ने? 3,88,000 लेख्ने। कति लेख्ने? 3,88,000। अनि एडिसनलको फेरि जानु पर्यो। एडिसनलमा कतिचोटि एन्ट्री हुन्छ? 2 चोटि। क्लोजिङ स्टक फेरि कहाँ लेख्नु पर्यो? क्लोजिङ स्टक करेन्ट एसेट्समा। क्लोजिङ स्टक कति लेख्ने? 90,000। एउटा कुरा सुन्नुस् है तपाईहरुले, यो एसेट्स हो। अनि एसेट्स पछि यसरी फर्मट बनाउने हैन नि। यो मेरो अर्को पेज हो है। एसेट्स पछि ठ्याक्कै यसको तल यो लेख्नु पर्यो है तपाईहरुले। त्यो बुझ्नुहुन्छ तपाईहरुले। अनि डेप्रिसिएसन मेसिनरी एकचोटी हामी यहाँ मेसिनरी घटाएन? डेप्रिसिएसन मेसिनरी घटायो।
अनि एक्चुअली फेरि कहाँ लेख्यो जेनरल एन्ड एडमिनिस्ट्रेटिभमा लेख्यो प्रोभिजन फर ब्याड डेट यहाँ घटायो जेनरल एडमिनिस्ट्रेटिभमा लेख्यो आउटस्ट्यान्डिङ स्यालेरी फर 2 मन्थ्स लेखा छैन आउटस्ट्यान्डिङ स्यालेरी भनेको तिर्न बाँकी कति आउटस्ट्यान्डिङ स्यालेरी 2 महिनाको 4000 थियो कति थियो 4000 यति भएपछि यो के भयो त सक्यो के भयो सक्यो है फर्निचर 1 लाख अब हामी टोटल गर्छौं के गर्छौं टोटल गर्छौं के गर्छौं टोटल गरौँ है त ठीक छ ओके टोटल गरौँ अब टोटल गर्दाखेरि 80 माइनस 4 76000 76 प्लस 3000 प्लस 3,88,000 3,88,000 प्लस 90,000 प्लस 90,000 गरे भने कति आउँछ 5,57,000 5,57,000 फेरि यहाँ टोटल इन्भेस्टमेन्ट कति छ 1 लाख छ अनि टोटल प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट कति छ 81 र 1 लाख कति आउँछ 81 र 1 लाख 2,80,000 अनि 2,80,000 आयो 2,80,000 आएपछि अब इन्टेन्जिबल एन्ड फिजिकल एसेट छ त छैन ड्यास छ भने छैन भने चाहिँ नलेखे पनि भयो अथवा लेखेर ड्यास गरे पनि भयो अब यो जोड्छौं 5,57,000 प्लस 1 लाख प्लस 2,80,000 गरे भने 9,37,000 एसेट्स पट्टि कति आयो 9,37,000 अब यहाँ जति आयो त्यहाँ पनि कति आउनु पर्यो त्यति नै आउनु पर्यो अब 4,000 प्लस 80 प्लस 4 यो भनेको 88,000 आयो कति आयो 88,000 यो भनेको 2 लाख यो भनेको 2 लाख र 449 भनेको कति त 6,49,000 हैन अब सबै जोड दिनु पर्यो 88,000 प्लस 2 लाख प्लस 6 कति 49 649 जोड्यो भने कति आउँछ 9,37,000 यति गरेपछि के भयो एसेट्स र लायबिलिटी साइड के भयो बराबर भयो यति गरेपछि हाम्रो मल्टी स्टेप र ब्यालेन्स सिट के भयो इक्वल भयो सक्यो अर्को हाम्रो क्वेशन चाहिँ अब 21 नम्बर है ग्रुप सी को 21 जसबाट चाहिँ हामीलाई क्याश फ्लो स्टेटमेन्ट अब क्याश फ्लो स्टेटमेन्टको क्वेशन चाहिँ हामीलाई यो पाली चाहिँ केबाट सोध्यो त इनडाइरेक्ट मेथडबाट सोध्यो अब नर्मली यसो प्याटर्न हेर्दाखेरि चाहिँ हामीलाई केबाट सोध्यो डाइरेक्ट मेथडबाट सोध्यो र प्राय स्टुडेन्ट्सहरुले डाइरेक्ट मेथड नै धेरै जसोले प्र्याक्टिस गरेको थियो डाइरेक्ट मेथड नै आउँछ भनेर गरेको थियो तर लास्टमा के आइदियो इनडाइरेक्ट आइदियो त्यो भएर पनि कति स्टुडेन्टको चाहिँ अब क्याश फ्लो स्टेटमेन्ट पनि बिग्रेको छ हो यो क्याश फ्लो स्टेटमेन्ट अब इनडाइरेक्ट मेथडबाट कसरी गर्ने त अब फलोइङ ब्यालेन्स सिट गिभन एज हामीलाई अब ब्यालेन्स सिट दिएको छ त्यसपछि हामीलाई इन्कम स्टेटमेन्ट दिएको छ हो इन्कम स्टेटमेन्ट फर के 2081 को दिएको छ इन्कम स्टेटमेन्ट ठीक छ इन्कम स्टेटमेन्ट दिएको छ हो अनि यहाँ पर्टिकुलर्स रुपीस यसरी दिएको छ हो अब हामीले के गर्नु पर्यो हामीले के गर्नु पर्यो त भन्दाखेरि यो इन्कम स्टेटमेन्ट फर 2081 को इन्कम स्टेटमेन्ट र एडिसनल इन्फर्मेसन सबै कुरालाई हामीले एक्चुअली हेरेर अब हामी के गर्छौं हिसाब गर्छौं ठीक छ हिसाब गर्न जान्छौं अब हिसाब गर्दाखेरि हामीलाई थाहा छ क्याश फ्लो स्टेटमेन्टमा त्यही तीनटा एक्टिभिटी छ अपरेटिङ एक्टिभिटीज इन्भेस्टिङ र फाइनान्सिङ अब इनडाइरेक्ट मेथड भनेपछि इन्भेस्टिङ र फाइनान्सिङ चाहिँ सेम हो चाहे त्यो डाइरेक्ट होस् चाहे त्यो इनडाइरेक्ट होस् इन्भेस्टिङ फाइनान्सिङ एक्टिभिटीज दुवैमा गर्ने तरिका के छ त सेम हो फरक के मात्र हो त अपरेटिङ एक्टिभिटीज मात्र फरक हो के डाइरेक्ट मेथडमा अपरेटिङ एक्टिभिटीजको छुट्टै क्याश कलेक्सन अफ सेल्स एन्ड डेब्टर्स गुड्स स्टक क्रेडिटर्स भनेर लेख्नु पर्थ्यो तर इनडाइरेक्टमा त्यसरी गर्ने होइन इनडाइरेक्टमा चाहिँ के गर्ने त भन्दाखेरि डाइरेक्ट तपाईको के हुन्छ त फर्मेट हुन्छ एउटा त्यो फर्मेट अनुसार गर्नु पर्यो सो पहिला हामी के गर्न जाँदैछौं क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज गर्न जाँदैछौं के गर्न जाँदैछौं क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज यो कुन मेथडबाट गर्दैछौं हामी इनडाइरेक्ट मेथडमा जहिले पनि हामी स्टार्टिङ केबाट आउँछ त नेट प्रॉफिट नेट इन्कमबाट सो म यहाँ लेखे नेट प्रॉफिट कति लेख्छु 70,000 मैले क्वेशन सल्भ गर्दै छु तपाईहरुलाई मेनली अहिले त्यसपछि एड गर्छु म के नन अपरेटिङ एन्ड नन क्याश एक्सपेन्सेस नन अपरेटिङ एन्ड नन क्याश एक्सपेन्सेस एन्ड लसेसहरु एड गर्ने जसमा डेप्रिसिएसन हैन प्रिमियम अन रिडम्सन अफ डिबेन्चर लस गुडविल रिटर्न अफहरु जान्छ जसमा हामीलाई क्वेशनमा के दिएको छ हो यहाँ भनेको यहाँ दिएको हुन्छ जस्तै अब तपाईलाई डेप्रिसिएसन दिएको छ प्रिमियम रिटर्न अफ डिबेन्चर दिएको छ हो कि हैन हो त्यसो नन अपरेटिङ खर्च लेख्नु पर्यो लेखिदिनुस् डेप्रिसिएसन अन प्लान्ट कति छ त 80,000 त्यसपछि डेप्रिसिएसन अन प्लान्ट पछि प्रिमियम अन रिडम्सन अफ डिबेन्चर कति छ 30,000 प्रिमियम अन रिडम्सन अफ डिबेन्चर प्रिमियम अन रिडम्सन अफ डिबेन्चर कति दिएको छ त 30,000 त्यो लेखिदिनुस् ठीक छ त्यसपछि अर्को केही जान्ने कुरा छ त यसमा नन अपरेटिङमा गुडविल रिटर्न अफ लसहरु केही छ त अरु के पनि छैन यति कुरा जोड्दिनु पर्यो नेट प्रॉफिट यहाँ लेखौं है 70 80 र 30 कति भयो 1,10,000
1,10,000 र 70 1,80,000 अब लेस गर्नुस् के लेस गर्नुस् नन अपरेटिङ इन्कम एन्ड गेन जसमा ठ्याक्कै उल्टो एप्रिसिएसन डिस्काउन्ट रिडम्सन डिबेन्चर गेन हो त्यस्तो जान्छ त्यस्तो केही दिएको छ त छैन भनेपछि यो 1,80,000 के गर्नुस् लेखिदिनुस् यसलाई भन्छ फन्ड फ्रम अपरेसन अब हामी के हेर्नु पर्यो वर्किङ क्यापिटल द्याट मिन्स दुईटा कुरा हेर्नु पर्यो करेन्ट एसेट्स र करेन्ट लायबिलिटिज है करेन्ट एसेट्स र करेन्ट लायबिलिटिजमा तपाईहरुलाई थाहा हुनु पर्यो कुन बेला प्लस हुन्छ करेन्ट एसेट्स घटेको बेला करेन्ट लायबिलिटिज बढेको बेला प्लस हुन्छ करेन्ट एसेट्स बढेको बेला र करेन्ट लायबिलिटिज घटेको बेला के हुन्छ माइनस हुन्छ सबै करेन्ट एसेट्स हेर्ने तर एक्सेप्ट के नहेर्ने क्याश एन्ड बैंक चाहिँ नहेर्ने एक्सेप्ट क्याश एन्ड बैंक चाहिँ नहेर्ने केमा करेन्ट एसेट्समा अब तपाईको मैले करेन्ट एसेट्सहरु खोज्नु पर्यो गएर करेन्ट एसेट्स र करेन्ट लायबिलिटिज पहिला करेन्ट एसेट्स खोज्नु पर्यो करेन्ट एसेट्समा डेब्टर्स छ अर्को के छ स्टक छ दुईटा छ हो कि हैन ल स्टक पहिला के छ 20,000 छ अहिले कति छ 18,000 के भइराछ घटिराछ डिक्रिज इन स्टक घट्यो करेन्ट एसेट्स घट्यो भने के हुन्छ प्लस गरिदिनुस् डेब्टर्स 80 र 32 के भइराछ घटिराछ यसलाई पनि के गर्नुस् प्लस गर्नुस् कतिले घट्यो 80 र 32 48,000 ले घट्यो कतिले घट्यो 48,000 यो पनि प्लस गर्नुस् त्यसपछि करेन्ट एसेट सक्यो हैन यो क्याश चाहिँ लेख्नु परेन करेन्ट एसेट्स हो त लेख्नु परेन करेन्ट लायबिलिटिजमा क्रेडिटर्स छ ओभरड्राफ्ट छ हो यो ओभरड्राफ्ट भन्ने कुरा चाहिँ तपाईहरुले अब एज अ ओभरड्राफ्ट चाहिँ हाम्रो डे टु डे एक्टिभिटिजमा चाहिँ भइरहेको छ भने अपरेटिङमा राख्दा नि भयो अब प्राय तपाईहरुकोमा चाहिँ यो फाइनान्सिङमा राख्ने गरेछ अब बुकमा हेर्दाखेरि अस्मिताको बुकमा त्यही भएर मैले चाहिँ तपाईहरुलाई यो गरिरहेको भएर तपाईहरुले ओभरड्राफ्टलाई प्राय हामीले एजुम गरौँ कि यो फाइनान्सिङ एक्टिभिटिज हो भन्दा यसमा केमा हाल्दिउँ त फाइनान्सिङमै हाल्दिउँ ओभरड्राफ्टलाई चाहिँ है अब पहिला सुरु हामीले यो के लेख्यौं त स्टक लेख्यौं डेब्टर्स लेख्यौं अब हामी क्रेडिटर्स लेख्छौं क्रेडिटर्स के भइराछ त क्रेडिटर्स घटिराछ हो घटिराछ भने के हुन्छ लेस नै हुन्छ है यो ओभरड्राफ्ट चाहिँ तपाईले डे टु डे मान्नु हुन्छ भने यहाँ राख्दिनुस् केही प्रब्लम छैन तर अपरेटिङमा राख्नु भने फाइनान्सिङमा नराख्नुहोस् हैन अब यहाँ नराख्ने हो भने फाइनान्सिङमा राख्नुहोस् अब फाइनान्सिङमा राख्यो भने यहाँ राख्नु परेन हैन त्यही भएर यो मैले यहाँ लेख्दिए डिक्रिज इन के लेखे क्रेडिटर्स कतिले घट्यो 20,000 ले 20,000 ठीक छ ओके अब त्यसपछि के गर्नु पर्यो त हिसाब गर्नु पर्यो हैन 48 र 2 कति हुन्छ 50 बाट के गर्नु पर्यो 20 के गर्नु पर्यो लेस गर्नु पर्यो के गर्नु पर्यो लेस अब मैले 180 मा 50 के गरे जोडे 180 मा 50 जोड्दा कति हुन्छ 2,30,000 2 लाख कति हुन्छ 30,000 हुन्छ नि हैन 180 मा 50 जोड्दा 2 लाख कति हुन्छ 30,000 2,30,000 मा 20,000 घटाएपछि कति हुन्छ 2,10,000 यसलाई भन्छ नेट क्याश फ्लो अब ट्याक्स पेडहरु के पनि छैन है डाइरेक्ट सो मैले के लेखे नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनेर लेख्दिए यति गरेपछि मेरो अपरेटिङ एक्टिभिटिज के भयो अपरेटिङ एक्टिभिटिज सक्यो ठीक छ यो बुझ्नु भयो 180 मा के गरे 50 जोडे 230 अनि 230 मा मैले 20,000 के गरे घटाएर कति आयो 2,10,000 आयो ठीक छ अब म गर्छु इन्भेस्टिङ एक्टिभिटिज क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज इन्भेस्टिङमा तपाईलाई थाहा छ फिक्स एसेट्स इन्भेस्टमेन्ट जान्छ फिक्स एसेट्सहरु के दिन्छ ल्यान्ड र प्लान्ट तर यो ल्यान्ड र प्लान्टको बारेमा तल पनि भनेको छ भने हेर्नु पर्यो प्लान्ट वाज सोल्ड एट अ बुक भ्यालु 40,000 एन्ड परचेज अ न्यू प्लान्ट प्लान्टको बारेमा चाहिँ माथि पनि छ तल पनि छ तलको लेख्दिनुस् सेल अफ प्लान्ट बुक भ्यालुमै बेचेको छ बुक भ्यालु कति छ यसको 40,000 को सामान 40,000 मा के गर्यो बेच्यो भने पैसा आउँछ परचेज अ न्यू प्लान्ट भनेछ किन्यो भने के हुन्छ किन्यो भने पैसा जान्छ परचेज अफ न्यू प्लान्ट कतिको किनेछ 3,20,000 किन्यो भने पैसा जान्छ 3,20,000 के भयो माइनस भयो ठीक छ अनि तपाईले ल्यान्ड चाहिँ तल दिएको छैन माथि नै हेरौँ अब यो 2 लाख र 1 लाख इन्क्रिज भयो इन्क्रिज हुनु भनेको परचेज हुनु हो परचेज अब के गर्नु पर्यो ल्यान्ड कति लेख्नु पर्यो 1 लाख यति गरेपछि यो के भयो त सक्यो अब हामी हिसाब गर्छौं 1 लाख प्लस 40,000 माइनस 3,20,000 गरे भने 1,80,000 आउँछ केमा आउँछ माइनसमा आउँछ ठीक छ आउँछ माइनसमा अब यति गरेपछि हाम्रो इन्भेस्टिङ एक्टिभिटिज पनि सक्यो नेट क्याश युज्ड बाइ इन्भेस्टिङ एक्टिभिटिज नेट क्याश युज्ड बाइ के त इन्भेस्टिङ
एक्टिभिटीज भनेर लेख्नु पर्यो बी। यति गरेपछि हाम्रो इन्भेस्टिङ सक्यो। अब हामी के गर्नु पर्यो फाइनेन्सिङ गर्छौँ। के गर्छौँ फाइनेन्सिङ। अब मैले ओभरड्राफ्ट अघि नै लेखेको थिएन नि त अपरेटिङमा, अब यहाँ लेख्छु है म त्यो क्याश फ्लो फ्रम के त फाइनेन्सिङ एक्टिभिटीज। फाइनेन्सिङमा के छ फर्स्टमा सेयर क्यापिटल हो, यो सेयर क्यापिटल लेख्छु। सेयर लोन र डिभिडेन्ड हेर्ने भनेको थिएँ नि मैले, लोन ब्याङ्क लोन डिभेन्चर हैन। सेयर क्यापिटल 4 छ कति भयो 2 लाख। सेयर क्यापिटल सेयर प्रिमियम छैन। लोन ब्याङ्क लोन डिभेन्चर डिभेन्चर छ 2 लाख र 1,50,000 घटिरहेछ। घट्यो भने रिडम्सन अफ डिभेन्चर। तर रिडम्सन अफ डिभेन्चर हुँदाखेरि केमा रिडम्सन भयो त प्रिमियममा भयो। अब रिडम्सन अफ डिभेन्चर भने छुट्टै छुट्टै लेखिदिएँ है त मैले। 1,50,000 रुपियाँ तिरेको हो, तर तिर्दाखेरि केमा तिर्यो प्रिमियममा। प्रिमियममा तिर्दाखेरि पैसा अझ एक्स्ट्रा जान्छ हैन। यो फेरि अपरेटिङमा त गयो फाइनेन्सिङमा पनि जान्छ। ठिक छ। प्रिमियममा रिडम्सन अफ डिभेन्चर भनेर कति लेख्ने त अब 30,000 अझै एक्स्ट्रा 30,000 गयो भनेको। अहिले अघि नै हामीले ओभरड्राफ्ट दिएको थियो त थिएन नि त हैन। हो त्यो ओभरड्राफ्टलाई मैले सर्ट टर्म डे टु डे मानिन हामीले डे टु डे मानेर एज्युम गरेको वी आर एज्युमिङ दैट द ओभरड्राफ्ट इज सर्ट टर्म अर डे टु डे एक्टिभिटी भन्यो भने त्यहाँ लेख्न पाइन्थ्यो हैन। अब यहाँ मैले चाहिँ यहाँ लेख्दिएँ ओभरड्राफ्टलाई। ओभरड्राफ्ट यहाँ कति छ 50 छ 80 छ। के भइरहेछ इन्क्रिज भइरहेछ। इन्क्रिज इन ओभरड्राफ्ट। इन्क्रिज इन ओभरड्राफ्ट। ओभरड्राफ्ट कति छ त 50 80 30,000। यो पनि प्लस भयो। ठिक छ। त्यसपछि ओभरड्राफ्ट पछि लास्टमा डिभिडेन्ड पेड के हेर्नु पर्यो डिभिडेन्ड पेड। डिभिडेन्ड पेड कति छ डिभिडेन्ड पेड 20,000। डिभिडेन्ड पेड पनि के हेर्नु पर्यो माइनस गर्नु पर्यो। डिभिडेन्ड तिर्दाखेरि पैसा के हुन्छ जान्छ। ठिक छ। अब यसलाई हामी क्याल्कुलेसन गर्छौँ 2 लाख हो प्लस 2 लाख माइनस 150 सरी 150 माइनस 30 अनि फेरि प्लस 30 अनि फेरि माइनस 20। तपाईको ठ्याक्कै कति आउँछ 30,000 आउँछ। कति आउँछ 30,000। यो भनेको कुन एक्टिभिटिज हो नेट क्याश फ्लो फ्रम कुन एक्टिभिटिज फाइनेन्सिङ एक्टिभिटिज। यति गरेपछि हाम्रो फाइनेन्सिङ एक्टिभिटिज पनि सक्यो। अब के लेख्ने नेट चेन्जेस इन क्याश फ्लो। नेट चेन्जेस इन के लेख्ने क्याश फ्लो। ठिक छ। यो भनेको अपरेटिङको ए त्यसपछि के त बी प्लस के त सी। अपरेटिङमा हाम्रो 2 लाख कति आएको थियो 10,000 आएको थियो आई थिंक है। मैले मेट्दिएँ तर मैले सम्झेको छु उसलाई 2,10,000 माइनस 1 लाख कति त 80,000 प्लस 30,000 कति आयो त 60,000 आयो। कति आयो 60,000 आयो। 2,10,000 आएको थियो हैन अपरेटिङको 2,10,000 माइनस 1,80,000 अनि तपाईको कति आयो 60,000 आयो। अब हामीले के गर्नु पर्यो एन्सर चेक गर्नु पर्यो। एन्सर हाम्रो कति छ त 40,000। प्रिमियम हाम्रो केही पक्नु ल सेल अफ यो 40 यो 40 3 20 81 ठीक छ। सेयर क्यापिटल 2 लाख 150 50 50 20 20 माइनस 30 माइनस 20 है। यो क्याल्कुलेसन रङ भयो कि म चेक गर्छु फेरि है। 2 लाख माइनस 150 अनि माइनस 30,000 अनि प्लस 30,000 अनि माइनस 20,000 30,000 आउँछ। ठिक छ। 30 माइनस 81 एकैछिन है। हाम्रो अपरेटिङको एन्सर कति आएको थियो हामी चेक गरौँ एकचोटि 150 सरी है। हाम्रो चाहिँ अलिकति यहाँ अपरेटिङको 2,10,000 नै हो हैन। यहाँ चाहिँ हाम्रो के भयो भन्दाखेरि पर्चेस अफ ल्यान्डमा चाहिँ हामीले यहाँ 1 लाख रुपियाँ के गर्नुपर्ने त माइनस गर्नुपर्ने प्लस गरेर हिसाब गरिरहेछौँ। अनि यसरी त मिस्टेक हुन्छ है। सरी ल एकदम यो मिस्टेक भयो। अनि त्यसपछि अर्को मिस्टेक कहाँ भयो भन्दाखेरि तपाईको मैले यहाँ हेर्नु न 1,50,000 लेख्दैछु जबकि 2 लाख र 1,50,000 छ 50,000 ले घटेको यहाँ 1,50,000 लेखेको छु। त्यो कारणले चाहिँ मिस्टेक भएर हाम्रो आको यसलाई मिलाइदिहालेँ मैले है। सरी है त्यसको लागि 2 लाख माइनस 50,000 माइनस 30,000 अनि प्लस 30,000 अनि माइनस 20,000 गरेपछि तपाईको ट्याक्कै 1 लाख कति आउँछ 30,000 आउँछ। अब हाम्रो गरौँ अपरेटिङको 2,10,000 इन्भेस्टिङको माइनस 3,80,000 माइनस 3,80,000 प्लस 1,30,000 गऱ्यो भने ठ्याक्कै माइनस 40,000 आउँछ। माइनस कति आउँछ
40,000 आउँछ। अब -40,000 आएपछि एड गर्नुस्, के गर्नुस् एड के गर्नुस् ओपनिङ क्यास, के एड गर्नुस् ओपनिङ क्यास। ओपनिङ क्यास कति छ त हाम्रो हैन, ओपनिङ क्यास हेर्नुस् त 1,50,000 छ भनेको 1,50,000 ओपनिङ क्यासमा यो -40,000 गर्दा कति हुन्छ 1,50,000 मा 40,000 रुपैयाँ गयो रे के, जब कति बाँकी छ 1,10,000, यहाँ पनि कति छ 1,10,000। ओपनिङ क्यास 1,10,000 1,50 र 40 घटाएर 1,10,000 आयो क्लोजिङ क्यास, यहाँ पनि 1,10,000 छ। यो र यो ठ्याक्कै मिल्यो भने हिसाब के भयो मिल्यो भनेर बुझ्ने, क्यास स्टेटमेन्ट पनि सक्यो। हाम्रो लास्ट ग्रुप सी को क्वेशन एउटा रहेछ 22 नम्बरमा, युनिट अर आउटपुट कस्टिङ कस्ट सिट भनेर सोधेको छ हामीलाई। एक्जाममा नर्मली यसो प्याटर्न हेर्दाखेरि चाहिँ कस्ट सिट र टेन्डर सिट चाहिँ सोधिरहेको थियो हैन। अब त्यो कारणले चाहिँ प्राय स्टुडेन्ट्सहरूले चाहिँ कस्ट सिट र टेन्डर सिट आउँछ भनेर त्यो प्र्याक्टिस गर्यो, तर एक्चुअली चाहिँ अब एक्जाममा के आइदियो कस्ट सिट आइदियो। गाह्रो चाहिँ होइन, तर फर्मेट लामो भएको कारणले प्रायले कस्ट सिटको फर्मेट चाहिँ त्यति याद नगरिकन कस्ट सिट कस्ट सिट टेन्डर सिट आउँछ भनेर त्यो प्र्याक्टिस गरेको थियो हैन। तर एक्जाममा त कस्ट सिट आयो, तर कस्ट सिटको क्वेसनको चाहिँ सजिलो क्वेसन आएको थियो, त्यस्तो वर्किङ नोट नगर्नुपर्ने गरी सिम्पल क्वेसन आएको थियो हैन। अब त्यसको म प्रब्लम चाहिँ सल्युसन गर्न जाँदैछु। अब हाम्रो तपाईहरुलाई थाहै छ सबभन्दा फर्स्टमा के हुन्छ ओपनिङ स्टक अफ र मेटेरियल्स हो। ओपनिङ स्टक अफ र मेटेरियल्स कति छ त ओपनिङ स्टक अफ र मेटेरियल 40,000 लेख्नु पर्यो। त्यसपछि म लेख्छु पर्चेस अफ र मेटेरियल हैन, पर्चेस अफ मेटेरियल छ यहाँ देख्नु भयो तपाईले, मेटेरियल पर्चेस छ 4 लाख त्यो लेख्नु पर्यो। त्यो सामान किन्दा लाग्ने खर्च क्यारिएज अन पर्चेस पनि यही हुन्छ, क्यारिएज अन पर्चेस कति छ त क्यारिएज अन पर्चेस 20,000। त्यसपछि इम्पोर्ट ड्युटी कस्टम ड्युटीहरु के छ, कस्टम ड्युटी छ 10,000 हो त्यो लेख्नु पर्यो हो। अरु के जान्छ त्यसमा अहिले जाँदैन, यति जोडेर के आउँछ तपाईको डीएमए डाइरेक्ट मेटेरियल्स अवेलेबल, डाइरेक्ट मेटेरियल्स अवेलेबल आउँछ त्यो भनेको 440 हैन 450 4,70,000 आउँछ। कति आउँछ 4,70,000 आउँछ ठीक छ। डाइरेक्ट मेटेरियल्स अवेलेबल पछि लेस गर्नु पर्यो के त क्लोजिङ स्टक, के गर्नु पर्यो क्लोजिङ स्टक। क्लोजिङ स्टक के को क्लोजिङ स्टक त र मेटेरियलको, के को र मेटेरियलको क्लोजिङ स्टक अफ र मेटेरियल्स। क्लोजिङ स्टक अफ र मेटेरियल्स कति छ त 60,000 हो, यो घटाइदिनु पर्यो 470 बाट 60 घटाइदिनु पर्यो 4 लाख कति त 470 यहाँ लेख्छु म, 60,000 यहाँ लेख्छु म, 470 बाट 60 घटाएर कति हुन्छ यहाँ 4,10,000। यसलाई के भन्छ डाइरेक्ट मेटेरियल्स कन्ज्युम्ड, डाइरेक्ट मेटेरियल्स कन्ज्युम्ड। अब फेरि डाइरेक्ट मेटेरियल कन्ज्युम आयो, अब फेरि डाइरेक्ट खर्च जोड्नु पर्यो, डाइरेक्ट लेबर वेजेस डाइरेक्ट एक्सपेन्सेस हैन। डाइरेक्टहरु के दिएको छ यहाँ हेर्नुस् त, डाइरेक्ट वेजेस छ अनि डाइरेक्ट चार्जेबल भनेको पनि डाइरेक्ट नै हो। सो डाइरेक्ट वेजेस 2 लाख छ हो, 2 लाख छ डाइरेक्ट वेजेस त्यो लेख्नु पर्यो। अनि चार्जेबल एक्सपेन्सेस, चार्जेबल एक्सपेन्सेस लेख्नु पर्यो। चार्जेबल एक्सपेन्सेस कति दिएको छ त हाम्रो 80,000 डाइरेक्ट 2 लाख यो 80,000 कति भयो 2,80,000 यहाँ लेख्नु पर्यो ठीक छ। अब 2,80,000 के गर्नु पर्यो 2,80,000 र 4,10 जोड दिनु पर्यो, 2,80 4,10 गर्यो भने आउँछ 6 लाख कति 90,000 आयो, 6,90,000 6,90,000 आयो। 6,90,000 भनेको के हो प्राइम कस्ट, प्राइम कस्ट। अब प्राइम कस्ट आएपछि फेरि के गर्नु पर्यो एड, एड भनेको फ्याक्ट्री ओभरहेड ठीक छ, फ्याक्ट्री ओभरहेड जोड्नु पर्यो। अब फ्याक्ट्री ओभरहेडमा के जान्छ फ्याक्ट्रीको खर्च र इन्डाइरेक्ट खर्च, के जान्छ फ्याक्ट्रीको खर्च र इन्डाइरेक्ट खर्च। अब फ्याक्ट्रीको खर्च फ्याक्ट्री 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 हो, इन्डाइरेक्ट छ इन्डाइरेक्ट भने नि फ्याक्ट्रीको खर्च। इन्डाइरेक्ट मेटेरियल लेख्नुस्, इन्डाइरेक्ट मेटेरियल कति छ 20,000। त्यसपछि फ्याक्ट्री रेन्ट 40,000, फ्याक्ट्री रेन्ट 40,000। त्यसपछि फ्याक्ट्री रेन्ट पछि अर्को डेप्रिसिएसन अन फ्याक्ट्री मेसिनरी, डेप्रिसिएसन अन फ्याक्ट्री मेसिनरी यो पनि लेखिदिनुस् कति छ डेप्रिसिएसन अन फ्याक्ट्री मेसिनरी 20,000 छ। 40 20 कति भयो 60 60 20 कति भयो 80 भयो हो। अब यो जोड दिनुस्, यो जोडेर आउँछ फ्याक्ट्री कस्ट इन्कर्ड, फ्याक्ट्री कस्ट अफ प्रोडक्सन नि भनिन्छ कति आउँछ त अब 6,90,000 प्लस 80 गर्यो भने 770 7,70,000 आयो ठीक छ यहाँसम्म हैन। फ्याक्ट्रीको खर्च यति हो नि हैन,
टक्क हेर्नुहोस् फ्याक्ट्री रेन्ट हो, इन्डाइरेक्ट मेटेरियल, डेप्रिसिएसन फ्याक्ट्री मेसिनरी, अरू केही छ त? अरू केही पनि छैन। अब एड गर्नुहोस्, के एड गर्ने? ओपनिङ स्टक। के को ओपनिङ स्टक? सेमी फिनिश गुड्स अथवा वर्क इन प्रोग्रेसको सेमी फिनिश गुड्स दिएको छ, सेमी फिनिश गुड्सको ओपनिङ स्टक जोडिदिनु पर्यो। कति छ ओपनिङ स्टक सेमी फिनिश गुड्सको? 80,000। 80,000 जोड्नु पर्यो। अनि क्लोजिङ स्टक के गर्नु पर्यो? घटाउनु पर्यो। लेस क्लोजिङ स्टक अफ सेमी फिनिश गुड्स 80 अनि यहाँ कति छ? 20। 20,000 चाहिँ घटाइदिनु पर्यो। 80 बाट 20 घटाउँदा 60, 60 र 7 70, 8,30,000। 8 लाख कति आयो? 30,000 आयो। ठिक छ? ठिक छ। अब त्यसपछि यसलाई भन्छ फ्याक्ट्री कस्ट अथवा वर्क कस्ट। लेस सेल अफ स्क्रैप भएको पनि घटाउनु पर्छ, तर दिएको छैन। अब एड गर्नु पर्यो के? अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। ठिक छ? अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेडमा के जान्छ? अफिसको खर्चहरु। अफिसको खर्च यो भयो, यो भइसक्यो, भयो भयो, यो पनि भयो, यो पनि भयो, भयो भयो। हो डेप्रिसिएसन अन अफिस फर्निचर लेख्नु पर्यो। डेप्रिसिएसन अन अफिस फर्निचर लेखे मैले। डेप्रिसिएसन अन अफिस फर्निचर कति लेखे त? कति लेखे? 30,000 लेखे। त्यसपछि के त? अफिसको खर्चहरु अब डेलिभरी भ्यान सेलिङमा गयो। सेलिङमा लिगल फी, अडिट फी 25 18। लिगल फी 25,000 हो, अडिट फी 18,000। अडिट फी कति त? 18,000 लेख्नु पर्यो। अब यो तीनटैलाई जोडिदिनु पर्यो। तीनटैलाई के गर्नु पर्यो? जोडिदिनु पर्यो। 30,000 प्लस 25 प्लस 18 गर्यो भने हाम्रो आउँछ 73,000। कति आउँछ? 73,000 है। अब यति गरेपछि आउँछ कस्ट अफ प्रोडक्सन आउँछ। के आउँछ? कस्ट अफ प्रोडक्सन। अब म यहाँ लेख्छु कस्ट अफ के त? प्रोडक्सन। COP कस्ट अफ प्रोडक्सन। ठीक छ? कस्ट अफ प्रोडक्सन कति लेख्छु? 73 र कति जोड्छु? 8 लाख कति हो यो? 30,000 हो। 8,30,000। 8,30,000 र मैले 73,000 जोड्नु पर्यो। 8,30,000 र 73,000। 8,30,000 र 73,000 जोड्दाखेरि आउँछ मेरो कति? आउँछ मेरो 9,03,000। 9 लाख कति आउँछ? 3,000 आउँछ। आयो। अब के गर्नु पर्यो? एड गर्नु पर्यो। एड के गर्ने? ओपनिङ स्टक। के को ओपनिङ स्टक? फिनिश गुड्स को। अब फिनिश गुड्स को ओपनिङ स्टक हामीलाई सिम्पली रुपिसमा दिएको छ। के गर्नु परेन? 1 लाख लेखिदिनुस् हैन? ठीक छ? युनिटमा भएको भए रुपिसमा लानु पर्थ्यो। फेरि लेस गर्नुस्। लेस के गर्ने त? क्लोजिङ स्टक। क्लोजिङ स्टक अफ के? क्लोजिङ स्टक अफ फिनिश्ड गुड्स। क्लोजिङ स्टक अफ फिनिश्ड गुड्स हो। कति छ क्लोजिङ स्टक अफ फिनिश्ड गुड्स? 70,000 छ। 70,000 घटाइदिनुस् हैन? अनि आउँछ COGS। त्यो भनेको कस्ट अफ गुड्स सोल्ड। 9,03,000 मा 1 लाख बाट 70,000 घटाउनु पर्यो। त्यो भनेको 9,33,000 आउँछ। कति आउँछ? 9,33,000। अब लास्ट एउटा ओभरहेड बाँकी छ। त्यो भनेको के? सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। बिक्री तथा वितरण खर्च हैन? बिक्री वितरण खर्चहरु, एडभर्टाइजमेन्ट, पब्लिसिटी एक्सपेन्सेस हैन? डेप्रिसिएसन एन्ड डेलिभरी भ्यान, क्यारेज आउटवर्ड हुन्छ। यहाँ हेर्नु त डेप्रिसिएसन एन्ड डेलिभरी भ्यान छ, क्यारेज आउटवर्ड छ। लेखिदिनुस्। डेप्रिसिएसन अन डेलिभरी भ्यान। डेप्रिसिएसन अन डेलिभरी भ्यान। डेलिभरी भ्यानको डेप्रिसिएसन चाहिँ 10,000 यहाँ जान्छ। त्यसपछि अनि अर्को क्यारेज आउटवर्ड 15,000। क्यारेज आउटवर्ड 15,000। 15 10 कति भयो त? 25। कति भयो? 25,000। अर्को केही छ हेर्नुस्? छ भने भन्नुस् मलाई। अरु यो गयो 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 सब के भइसक्यो? रेकर्ड भइसक्यो। यो पनि रेकर्ड भइसक्यो। सबै रेकर्ड भइसक्यो। अब हाम्रो 933 + 25 गऱ्यो भने 9,58,000 एन्ड दिस इज आवर व्हाट? टोटल कस्ट। यसलाई के भन्छ? टोटल कस्ट। टोटल कस्टमा एड गर्नु पर्यो। के एड गर्नु पर्यो? प्रॉफिट। प्रॉफिट को पोलिसी के छ? 20% अन कस्ट। कस्ट भनेको त्यही टोटल कस्ट। त्यही टोटल कस्टको 20% गर्ने। त्यो भनेको 9,58,000 को कति गर्ने? 20% भनेको 20/100 गर्नु पर्यो हैन? 20 के गर्नु पर्यो? 100 गर्नु पर्यो। त्यो भनेको 1,91,600। यदि टोटल कस्टको नभनिकन 20% अन सेल्स भनेको भए
टोटल कस्ट इन्टु प्रोफिट पर्सेन्ट भनेको 20 डिभाइड 100 माइनस 20 80 गर्नु पर्थ्यो तर कस्ट भने चाहिँ डिभाइड 100 मात्र हुन्छ अब के गर्नु पर्यो यो 20% गरेर यति आयो 9,58,000 जोडिदिनु पर्यो त्यो भनेको 1149600 यति गरेपछि हाम्रो के आयो त यति गरेपछि हाम्रो के आयो त सेल्स आयो के आयो सेल्स आयो यसलाई 11,49,600 यति गरेपछि हाम्रो कस्ट सिट पनि के भयो सक्यो हाम्रो यसरी मैले तपाईहरुको ग्रुप ए ग्रुप बी र ग्रुप सी को तपाईहरुले सोधेको यो क्वेशनको मैले प्रब्लमको सल्युसन गरेको छु हैन अब कतिले अब मिलाको होला हैन कतिपयको चाहिँ अब मिलेन होला नमिले पनि के गर्नु भएको छ मार्क्स दिन्छ अब तपाईहरुले सोधे जस्तो एक्जाम नभएको नै होला कसैको अब सोधे जस्तो भएको छैन भन्ने त्यसलाई धेरै अब सोचेर पनि काम छैन नि त हैन अब धेरै नसोच्नु होला त्यसलाई ठीक छ जे हुनु भइसक्यो हैन अब तपाईहरुको एक्जाम पनि सकिसक्यो सो अब एक्जाम सकेको खुसियालीमा तपाईहरु आफ्नो होलिडेज राम्ररी इन्जोय गर्नु होला है थ्यांक यू